कसले बोल्यो पहिले जल्ले बोल्यो त्यो त हामी के भन्ने त बल्ल बल्ल क्यामेरामा हेरेर अब तपाईँहरू यहाँ यस्तो हुँदा आज हामी यो कार्यक्रमको सुरुवात गर्दैछौँ। यहाँ चाहिँ अहिले देशका चर्चित हास्य कलाकार 3 जना आउँदै हुनुहुन्छ, उहाँहरूलाई स्वागत गर्छु। नमस्ते किरणजी। नमस्ते यही त होला। ल ल ल सुरु गरौँ। हाम्रो यो खास शुभ पडकास्ट चाहिँ आजदेखि सुरु गरेको र हाम्रो लिजेन्डहरूसँग चाहिँ 3 जना एउटै फ्रेममा राख्न पाउँदा हामी एकदमै खुसी छौँ। 3 जनालाई स्वागत गर्न चाहन्छौँ हामी। धन्यवाद। जय होस्। सबै काका ठुलो बुवा होइन आफन्त परिवारकै मान्छे भेट भयो जस्तो भइरहेछ। अंश बन्न केही गर्न पर्ने तर अलिकति काका चाहिँ मलाई जस्तो देखा होला हैन। हजुर ठुलो बुवा उहाँलाई होइन, उनीहरू 2 जनासँग हामी बस्दाखेरि हामी पनि यङ देखिया छ कि हामी यङ देखिया छ कि यो 2टा नि बुढो देखिया। एउटै फ्रेममा 3 जना हुनुहुन्थ्यो सर अरू बेला? इट्स माई सोमा नि देखेको थिएँ जस्तो लाग्यो। हामीलाई पनि त्यही रहर लागेको क्या खासमा सर। हामी पनि यही फिल्डमा भएको तपाईँहरूलाई हेर्दै सिक्दै यहाँसम्म आज स्ट्रगल गरिरहेछौँ। अनि हाम्रो चाहिँ जस प्रोग्रामको सुरुवातकै चरणमा चाहिँ तपाईँहरूसँग गफ गर्न पाउँदाखेरि एकदमै खुसी छौँ, किनकि सुरुमै चाहिँ सरहरूसँग गफ गर्न पाइयो भने हामीलाई हौसला बढेर अरू पडकास्ट गर्दा पनि रमाइलो हुन्छ भनेर चाहिँ त्यो प्लानिङ गरेको सुमन रमाइले। कस्तो खालको खुसी थियो तिमी जस्तो भनौँ न, अब टन्न अगावेलाको खुसी हो अथवा चाहिँ गर्लफ्रेन्ड आजबाट पहिलोचोटि गर्लफ्रेन्डलाई भेट भए दिनको खुसी हो? यो गर्लफ्रेन्डवाला चाहिँ ठिक लाग्यो। यो अर्काको बुढी भेट्दाखेरिको खुसी जस्तो बुढोले थाहा नि पाएको छैन भनेर। एउटा रमाइलो के लागेको छ भने तपाईँहरू दुवैजना नयाँ भए पनि अति खारिएको माझिएको हास्य कलाकार। तपाईँहरूको त्यो जुन कमेडी उसको च्याम्पियनमा अब तपाईँ त फर्स्ट नै हुनुभयो, तपाईँ पनि म थर्ड भयो दले दाई होइन। अब उहाँले भारत सरकारको क्यारिकेचर गरेको होइन, त्यस्तो माझिएको कलाकारहरूसँग सुमनजीसँग त मैले योभन्दा अगाडि नै एउटा प्रोग्राम गरेको छु। त्यसको अडियो खराब भएको थियो हो तर कस्तो राम्रो भएको थियो। तर भरतजीसँग चाहिँ आज पहिला एउटा कुरो चाहिँ मलाई अचम्म लाग्ने, तपाईँहरूलाई हामीले सानैदेखि देखेको हो होइन, निकै सानोदेखि, तर जस्ताको तस्तै के 3 जना उस्तै नै देखेको जस्तो लाग्छ। सानो हुँदादेखि हजुरहरू आपसमै भेटभाट भएको चाहिँ कहिले याद छ तपाईँहरूलाई? किन याद नहुने? किरण र मेरो चाहिँ नि 2046 सालमा हो, 46 साल 15 गतेको सुटिङको बेलामा शिवजीसँग कहिले भेट भयो? गाईयात्रा बेला होला। गाईयात्राको बेलामा नि हो, त्योभन्दा अगाडिदेखि पनि हो। मेरो चाहिँ तपाईँसँग मलाई याद चाहिँ गाईयात्रामा हो। मलाई त्योभन्दा अगाडि होला तर मैले सम्झिनु हुन्छ नि त्यो अब फिल्म के फिल्म हृदय मन्दाको फिल्म बनेको थियो गायत्र पछि हो। त्यो बेलामा दाइसँग चाहिँ त्यही फिल्मदेखि अलि नजिक भयो। फिल्ममा त फिल्मको त अब प्रोडक्सन म्यानेजर वान अफ द अब प्रोड्युसरै भने जस्तो त्यसमा पात्र चयन गर्ने मान्छे नै म हो नि, कास्टिङ डिरेक्टर। अब तपाईँले त्यो गायत्रा गरेको कारणले मैले गर्दाखेरि त्यो खेम शर्मा राजाराम त पहिले हुने भइहाल्यो। अनि त्यो भनेर सिफारिसै मैले गरेँ, तपाईँलाई सिफारिस मैले गरेँ हो त्यो खेमलाई अनि त्यो हाम्रो के सुशील छेत्रीलाई चाहिँ अब त्यो होला र नहोला र भर्खरै आएको अनि त्यहाँ डान्सको लागि एउटा सानो सिनको डान्सको लागि भनेर गरेँ। त्यो डान्समा लिडिङ गरेँ। फिल्मको नाम के पो थियो? फिल्म चलचित्र हृदय मन्दाले बनाउनु भएको फिल्म पहिलो फिल्मै त्यही हो, नामै फिल्म कि साझा बचपन जो पनि चल्छ भन्ने गीत थियो, त्यसै गीत हो नि। हरिवंशको कथा पस्कटा संवाद र डाइरेक्सन। तपाईँहरू 2 जनाको चाहिँ सम्झिन नसके? भेट्या चाहिँ धेरै अगाडि हो तर ठ्याक्कै यही ठाउँ भन्ने चाहिँ याद भएन। त्यो फिल्मभन्दा अगाडि नै भेट्या हो हामीले। त्यो फिल्मभन्दा गाईयात्रा बेला जस्तो लाग्छ मलाई चाहिँ प्रायः गरी हाम्रो नाइट त बनाउनु छैन के ठ्याक्कै डेट किन
होइन तपाईँहरू साइनो सम्बन्धमा चाहिँ त्यस्तो मतलब पौडेल हुनुहुन्छ दुवैजना होइन दाजुभाइ पर्नुहुन्छ कि तिनैजना भन न तिमी पनि भरतमणि पौडेल शिवहरि पौडेल राजराम यो मात्रै एउटा अछुतो तर मैले चाहिँ आफन्तै पर्नुहुन्छ कि काठमाडौँमा भएन नि त होइन काठमाडौँमै चिन्दैन भयो भनेपछि आफन्त चाहिँ होइन पौडेलहरू दुई थरी हुन्छ भन्ने सुनेको है त्यो यस्तो छ दुईवटा राजा सेतो पौडेल र कालो पौडेल दुई थरी हो सेतो पौडेल भने चाहिँ सिग्देल हो सिग्देललाई सेतो पौडेल भन्छ नत्र पौडेल भने चाहिँ कालो पौडेल कालो पौडेल त आज दाइ तर अक्सर पौडेलहरू कालै हुँदो रहेछ कि कालो पौडेलै म चाहिँ नर्मसले कालो हो आज चाहिँ अब कास्टको हिसाबले हुन त सबै मेरो मान्यता चाहिँ यो जात भातमा भन्दा पनि एउटै जात भइदियो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ होइन तर अब यो छुट्याउने क्रममा चाहिँ एउटा जात दिएर ट्याग लगाएर पठाइदिएको छ म चाहिँ छेत्री वर्गमा परेँ तर बाहुनले छेत्रिनी बिहा गरेपछि जन्मेको त्यसलाई छेत्री भएको कारणले म नि न्यौपाने हो म चाहिँ न्यौपाने हो न्यौपानेबाट चाहिँ जन्मेको कारणले केसी बाबु चाहिँ बुवा हजुर चाहिँ क्रान्तिकारी हुनुहुँदो रहेछ बुवा होइन को बाजे बराजु त्यो 50औं पुस्ता होला मेरो विचारले मैले थाहा पाएको मेरो 3 पुस्तामै होइन यो मेरो 3 पुस्तामै न्यौपाने हो हामी खत्री क्षेत्री नै हो मेरो विचारले यो 40-50 पुस्ताकै अगाडिको होला हामीहरू त्यहाँबाट आएको रातामकै चोकमा चाहिँ सर कहिलेदेखि हुनुहुन्छ तपाईँहरू उहाँकै नामबाट बुवाहरू पनि त्यही हुनुहुन्छ रातामकै चोकमै त्यहीँ जन्मेको हो मलाई अब जन्मिया भने मतलब मैले निवेदन हाले चाहिँ होइन मलाई चोकमै जन्मिया होइन एरिया हुन त त्यो बेला त चोखा जन्मिने पिँढीमा जन्मिने चोखा जन्मिने किनकि त्यस्तो खालको थियो मैले सुने अब बस दिदीको हाम्रो कान्छी भान्जी चाहिँ हाछी आया गरे हाछी आउनु बेथा लागिरहेको थियो पुत्र जन्मिया अरे अब त्यो अस्पताल जानु नपर्ने टाइपको हाछीमा आउँदा निक्लेको होइन होला अब कान्छी भान्जीलाई अब भोलि बगे अरे सुने है मैले अब बस दिदीको दिदी नरिसाउँछ बजारमा आएको होला शास्त्रमै लेखेको कुरा के रहेछ 16 अध्याय श्रीकृष्ण भगवान्ले अर्जुनलाई भनेका छन् होइन बसुदेवीले यो प्रोग्राम हेर्नुभयो नि किरणलाई भुत्ल्याउनुहुन्छ अनि त्यहाँबाट आएर बेथा लागिरहेको थियो अरे अनि त्यो बेला अब रुगा होला अलिकति होइन त्यो बेला हाछ्यौँ गऱ्यो अरे फुत्ता जन्मियो अरे सुने है अब हामीले कस्तो कडा हाछ्यौँ होला मान्छे निक्लिने भनेपछि अनि यो हाछ्यौँ सबैले सिक्यो भने त प्रसुति गृह बन्दै हुन्छ नि प्रत्येक बेला यस्तो क्लु खोल्नु हुँदैन हस्पिटल चाहिँ के हेर्दैन सुमनजीले के सोध्दै हुनुहुन्थ्यो म सोध्न खोज्दैन फेरि हाँस उठिहाल्यो होइन तपाईँहरू दुईजना चाहिँ पहिला फरक काम गर्नुहुन्थ्यो भन्नु थाहा पाएको कमेडीमा आउनुभन्दा अगाडि यो म राष्ट्र ब्याङ्कमा काम गर्थेँ म अहिले रिटायर भएकै 9-10 वर्ष भइसक्यो होइन 3 वर्ष आइएलनिगममा काम गरेँ 30 वर्ष राष्ट्र ब्याङ्कमा काम गरेँ दाइ चाहिँ ल्याबमा हुनुहुन्थ्यो दाइले आफैले भन्नुहुन्छ होला हस्पिटलमा होइन काम भने सबैको फरक त्यहाँ पछि चाहिँ इन्ट्रेस्ट चाहिँ त्यो आफूलाई चाहिँ म यही गर्छु भन्ने चाहिँ कहिले लाग्यो भने जस्तो होइन तर मैले चाहिँ कस्तो भने जागिर खाँदै पनि कलाकारितालाई सँगसँगै बढाएको हो कसरी बढाएँ भने 10 to 5 फर्स्ट प्रायोरिटी अफिसलाई अनि 9-10 बजेभन्दा अगाडि 9:30 बजीसम्म मलाई बिहान जति सुटिङ गरे नि हुने अनि 5 बजे पछाडि रातभरि गरे नि हुने सुटिङपट्टि त्यसरी टाइम दिएँ अनि कतै स्टेज प्रोग्रामहरू विदेशतिर जानु परेको खण्डमा चाहिँ मैले बिदा लिएर जान्थेँ किनकि बिदा त अब सहुलियत अब पाएकै हो अनि त्यो लिएर जान्थेँ तर अफिसलाई चाहिँ कहिले पनि मार पारिनँ मैले किनकि मान्छेले बिदा बचाएर त्यो पैसा आउँथ्यो नि त मैले त्यो कहिले पनि गरिनँ अब यतापट्टि पनि अगाडि बढाउनु थियो अनि अफिस आइसकेपछि फेरि 10 to 5 नै बढ्ने मान्छेले देख्दाखेरि चाहिँ यो फिल्म लाइनमा छ यसले अफिसबाट फ्यासिलिटी पायो होला यो अफिसमा बस्दैन होला भने त्यो होइन मैले 10 to 5 सरकारलाई कहिल्यै धोका दिइनँ मैले अफिसलाई जस्तो त भएन अहिले मैले छोडेपछि घाटा त्यहाँ 3 वर्ष गरेँ मैले त्यो आइएलनिगममा गरेँ नि 38 साल भदौ 1 गतेदेखि हाजिर गरेको दिनको 10 रुपियाँ पारिश्रमिक पाउने गरेर गरेँ आइएलनिगममा जागिर पहिलो काम चाहिँ के गर्नुभएको थियो मैले पहिलो काम त्यहाँ त्यो
गाडी लोड भएर नै कलाकारितामा भने कलाकारितामा चाहिँ कस्तो थियो भने यहाँ पाटन क्याम्पस पढ्दै थिएँ होइन। हाम्रो एकजना साथी हुनुहुन्छ कि त्यहाँ आँखा अस्पतालमा केदार कार्की भन्ने मेरो एकदम लङ्गोटे यार हो, सँगै बस्ने सँगै पढ्ने कम्बाइन्ड स्टडी सँगै गर्ने, कहिले उसको कोठामा कहिले मेरो कोठामा गरेर। अनि एक दिन हाम्रो निरराजाहरू, कृष्ण मल्ल दाईहरू, अशोक दाई, श्याम राई दाईहरूको यहाँ अभियान समूह छ नि, त्यो अभियानको समूहले कलाकारहरूलाई ट्रेनिङ दिने भनेर एउटा कुनै पत्रिकामा निकालेर छ। अनि त्यो केदारजीले थाहा पाउनुभयो, थाहा पाएपछि शिवजी जाउँ हेर त्यहाँ सिक्नलाई अभिनय सिकौँ भनेर त्यत्तिकै क्याम्पसमा हुटुटी लगाएको भरमा गयौँ। अनि गइसकेपछि झन्डै 15 दिन जति हामी त्यहाँ सिक्दै थियौँ। अनि सुनिल पोखरेल दाई बाहिर इन्डियाबाट उ गरेर त्यहाँ पढेर आएर उहाँले ट्रेनिङ दिने रे भन्ने कुरा भइसकेपछि 15 दिन जति ट्रेनिङ दिँदै थियौँ। अनि एक दिन लय दाई आउनुभयो, पहिला एक्सर्साइज गराउने, नवरसहरू पढाउने त्यस्तो हुँदो रहेछ एक्टिङमा। अनि त्यो गरिसकेपछि लय दाई आउनुभयो, अनि हामी एक्सर्साइज गरिरहेको थियौँ। केटा यो खुट्टा ठाडो पारेर कहिले म लाग्दैन यो ट्रेनिङ लिने होइन, होमिहाल्ने हो। मेरो यहाँ सिपाही केटाहरू चाहिएको छ मेरो सुटिङमा, हिँड भनेर उठाएर ट्रेनिङ कहाँ पुग्यो खेलाउनु थालिहाल्नु। अनि तीबाट खेल्दा 5-7वटा उहाँकै खेलेँ कन्टिन्यू। सिपाहीको रोल गर्नुभएको? सिपाहीको रोलबाट सुरु, ऊ अब एक्लो छैन भन्ने टेलिभिजनमा डाइलगहरू टन्नै थियो कि सुरुमा सिपाही पछाडि डाइलग थियो। किनकि त्यो डाइलग अलिकति बढी मैले राम्रोसँग बोलेकै कारणले मलाई अलिकति कन्टिन्युटी गरिदिए चाहिँ त्यहाँबाट पनि हो। किनकि त्यो बेलामा कस्तो थियो भने डाइलग चाहिँ बोल्ने, डाइलग अनुसारको एक्सप्रेसन चाहिँ त्यति निकाल्न सक्दैन थिएँ कि। अनि तैपनि यसले डाइलग राम्रो बोल्दो रहेछ, एक्सप्रेसन भने बिस्तारै निक्लिँदै गर्छ भनेर मौका दिँदै गएर। नर्भस चाहिँ हुनु भएन सर? नर्भस त कति त्यस्तो इन्सिडेन्ट चाहिँ एकदमै नर्भस भएर धेरै टेक खाएर गएको फर्स्टमा त अनि उसमा के भन्छ भिडदेखि भिडसम्म भन्नेमा हाम्रो सरोज खनालजीले उहाँको बुवाको भूमिकामा लानुभएको थियो मलाई। किनकि त्यो उमेरमा पनि उहाँ बच्चा हुँदाखेरिको बाबामा बनाएको सुशीला रायमाझी दिदी र मलाई श्रीमान श्रीमती बनाएर लग्दाखेरि यति लामो डाइलग थियो, 1.5 पेज। उमेश अर्याल दाईले डाइरेक्सन गर्नुभयो, र पनि छुटाउनु नमिल्ने, कण्ठ गर्नुपर्ने, कतिपल्ट टेक खाइसकेँ। अनि क्यामेरामा हाम्रो जयसिंह दाई भइसिन्थ्यो। अनि उहाँले चाहिँ यो कहाँ फुटपाथबाट उठाएर ल्यायो कलाकार, यस्तो कलाकार ल्याउने हो भने भोलि क्यामेराम्यान अर्को खोज्नु सक्दिनँ। नर्भस त कति। अनि उमेश दाईले ल आज यो सिन नगरौँ, यसलाई स्क्रिप्ट दिएर पठाइदिउँ, बाउ भोलि याद गरेर आऊ है, यो स्क्रिप्ट तिम्रो भोलि हुन्छ, आज भएन भने घरमा गएँ के को क्याम्पसको होमवर्क गर्नु के गएर त्यही कण्ठ, जहाँ गए पनि त्यही कण्ठ गर्दै भोलिपल्ट ट्याक्क कण्ठ गरेर सबै चिज भनेपछि अनि भिडसम्म आयो, हिट पनि भयो होइन। अनि जय दाईले देखिस् मैले त्यति गाली नगरे त लाइनमा आउँथिस्, गाली भनेको प्रेरणा हो, आज यतिसम्म भइस् नि भन्नुभएको थियो। यस्तो केस्तो कति छ कति थियो। तपाईँले प्रेरणा त दिनु भएन? मैले मेहनत गरेपछि के हुँदैन रहेछ त भन्ने प्रेरणा दिनु। किरण सरले कसरी सम्झिनुहुन्छ सुरुमा आफूले के गर्नुभएको थियो तपाईँले? अब म चाहिँ मेरो छुट्टै छ, म चाहिँ जागिर कहीँ खाइनँ। मेरो जागिरी जीवन भनेको चाहिँ राष्ट्रिय नाचघरमा 2032 सालमा त्यहाँ करारमा मागेको थियो अमर सिंह नाटकको लागि पात्रहरू। त्यसमा सुशीला रायमाझी भन्ने अहिले भित्र जानुभयो, अत्यन्तै सुन्दर नायिका, राम्रो एक्टिङ गर्ने, मलाई मामा भन्नुहुन्थ्यो। उदित नारायण झा, हरिवंश आचार्य, सुशीला रायमाझी र म ले एकै दिन नियुक्ति लिएको। उदित नारायण झा पनि लिएको। त्यसमा अहिले स्वर्गीय स्वर सम्राट नारायण गोपाल चाहिँ क कलाकार हुनुहुन्थ्यो, क वर्गको अनि फर्स्ट क्लास सरको हुनुहुन्थ्यो भने हामीलाई चाहिँ करारमा कन्ट्र्याक्ट बेसिसमा त्यो नाटक हुन्जेलसम्म मात्रै तलब पाइने, त्यसपछि नगर्ने भनेपछि सो त त्यो करार खारिज हुने। त्यस टाइममा ल्याएपछि मलाई अमर सिंहमा हिरोको रोल पाएँ मैले। हिरोको रोल फर्स्टमै सर? फर्स्ट नै। हाम्रो त्यो हरिवंश सरहरू त्यो पछाडि सुतेको त्यो मछटवाला किस्सा थियो नि, हो त्यतिखेर तपाईँ लिड हुनुहुन्थ्यो अरे? म हिरो हरिवंश सिपाही हो ब्याकग्राउन्डमा गर्ने। अनि त्यो अब त्यो केस उहाँको मेरो एउटै हो, मेरो नाक ठुलो। अब डाइरेक्टर अब हाम्रो जितेन्द्र मत अभिलाषी सर, मैले जिन्दगीमा कसैको खुट्टा छुनी हो भने म 2जनाको छुन्थेँ। एउटा जितेन्द्र मत अभिलाषी, उहाँ स्वर्गीयवास हुनुभयो। अहिले एकजना बसन्त श्रेष्ठ भन्ने हुनुहुन्छ, नेपालकै एकदमै वरिष्ठ कोरियोग्राफर, उहाँहरूको छुन्थेँ। अनि
उहाँलाई चाँडै घर जानु मन लाग्यो भने चाहिँ अमर सिंहको रोल गर्नुहुन्थ्यो। होइन अब घरसर जानु पर्दैन, यहाँ त्यहाँ पर्दैन, अब बेलुकासँग लास्टसँग गर्नुपर्ने हो भने चाहिँ भक्ति थापाको रोल गर्नुहुन्थ्यो। मैले दुइटै रोल कण्ठ पारेको थिएँ, प्यारेलले गएको थिएँ। ल किरण तिमी आज भक्ति थापा गर है, म आज घरमा पाहुनाहरू बोलाएको छ, म चाँडै जानुपर्छ भनेपछि भक्ति थापा त मोर्निसिन्छ। मोर्निसिन त त्यो पर्दा नलागिन्जेलसम्म त बसिरहनु पऱ्यो। अनि मैले त्यो भक्ति थापाको त्यो सिनमा म्यानबाट तरबार ल्याएर हालिसकेपछि म मर्थेँ। म मरेपछि मलाई उहाँले के भन्नुहुन्थ्यो नि, किरण त्यो डेथ भइसकेपछि चाहिँ दर्शकपट्टि अनुहार नफर्काऊ है, दर्शक दीर्घ यतातिर छ भने यतातिर नफर्काऊ, यसरी मर है। मैले त्यो आवेशमा अब त्यहाँ पहिले एसी पनि छैन, राष्ट्रिय नाटक केही छैन है, गरिमा जालै जालो सबै ऊ गरिमा बेला लामखुट्टे नागाएर टोक्ने यस गर्थेँ म। गोर्या मान्छे चल्यो भन्छ। यस्ता यस्ता केसहरू छ। हरिवंशलाई सेम यही पर्या हो होइन। अनि त्यो गरिसकेपछि यसले राम्रो गर्यो भनेर हामीलाई कन्टिन्युटी भयो हाम्रो। अनि हरिवंशको चाहिँ कसरी प्रगति भयो भने त्यो राष्ट्रिय नाचहरूको जन्मदिनको दिन स्पेसल एउटा कार्यक्रम गर्नुपर्ने। हरिवंशले पाटोपट्टो के गर्थ्यो भने क्यारिकेचर बढी गर्ने क्या, टेम्पो कराउने, कुकुर झगडा गरे कराउने, साडे कराउने, गाई कराउने, के गर्ने। अनि गरेपछि यो त रमाइलो हो भन्ने इन्द्र प्रसाद काफ्ले भन्ने हाम्रो जिएम हुनुहुन्थ्यो, उहाँ जिएम साहबले चाहिँ बोलाएर 15 मिनटको ठिक्क सरकारको कार्यक्रममा 10-12 बढीमा 15 मिनटको 16 कार्यक्रम गर्न सक्छौ भनेपछि सक्छु सर भन्यो हरिवंशले। ल स्क्रिप्ट बनाएर ल्याऊ भनिसकेपछि कुकुरले हड्डीको लागि झगडा गरे एउटा क्यारिकेचर, त्यस्तो खालको एउटा क्यारिकेचर बनाएर आएपछि त्यहाँ रिहर्सलमा सबैलाई हरिवंशले हँसाउन सफल भयो। ल भने राजाको किङ कार्यक्रममा राजाले हेर्ने किङ सोमा चाहिँ हरिवंश चाहिँ इन्ट्री भयो। हामी त ड्रामा खेले, ड्रामा भएको कमिकमा भएन। अनि त्यसपछि हरिवंश त्यहाँ गएपछि बडा मारिने मुर्छा परेर हाँस्नुभयो क्या त्यो हरिवंशको त्यो क्यारिकेचरले। अनि यो मान्छे को हो भन्दाखेरि अनि त्यहाँ यो नक्सालामा बस्ने हो हरिवंश आचार्य हो, यसले बहुत राम्रो गर्यो, यसलाई तलब बढाइदिनु भनेर। मेरो 350 तलब थियो, हरिवंशको 200 थियो। अब हरिवंशको 400 भयो, मेरो 300 मात्रै भयो क्या। राजाबाट हुकुम प्रमाङ्गी अब त्यो बेला बरु आफ्नो प्रगति नहोस् तर साथी पनि नहोस् होइन। त्यो टाइपको तरिकाले हरिवंशको ग्रोथ हुँदै गयो। अनि ड्रामामा पनि एकदमै राम्रो उ गर्ने। अनि त्यहाँबाट मलाई जितेन्द्र मत अभिलाषीले हरिवंशलाई एउटा डाइरेक्सन पनि गर्न लाग्छ मलाई। त्यो भने के भने, सर नाला पानीबाट कुहिरेहरू आइसके, अम्बेडकरहरू आइसके भनेर दौडेर आएर भन्नु पर्ने, भन्नै सकेन हरिवंशले। अनि डाक्टर साहब खोइ उसले त त्यति साह्रो त्यो फिलिङ आइरहेको छैन भनेपछि पहिले 100 चोटि गर्न ल गर्न भनेपछि ल गर हरि 100 चोटि गर भनेपछि हरिले 100 चोटि त्यो गरेपछि अब डायलग बोल भनेपछि अनि त्यो सासमा दौडेर आएको सासमा गर्न सकियो भन्दाखेरि त्यो बवाले गरिदियो। अनि त्यो पनि इम्प्रेसन पर्यो त्यहाँको अब डाइरेक्सन डिपार्टमेन्टलाई, आयोजक अब राष्ट्रिय नाचघरको जिएमहरूलाई। अनि यसरी प्रगति। अनि उसले उसको सबभन्दा राम्रो प्लस पोइन्ट भनेको क्यारिकेचर बवाल गर्ने र स्क्रिप्ट लेख्ने उहाँले। अनि यो दुईटा प्लस पोइन्ट भयो एक्टिङ गर्ने। अब कामको हुडुडी मान्छे, कामको भोको मान्छे अब बहुतै मिहिनेत गर्यो। त्यसपछि कुरा त मैले एउटा इन्डियन पत्रिकामा पढाएको थिएँ कि इन्डियामा भेराइटिज अभिनय गर्ने गुलसन ग्रोवर, नेपालमा हरिवंश थियो कि मैले एउटा इन्डियन न्युजमा पढेकै थिएँ त्यो बेलामा। त्यति क्यारेक्टर गर्नुभएको छ। अनि त्यसपछि आएर यो 2032 सालबाट 4 वर्ष जागिर खाएपछि मैले छोडेपछि तपाईँले त्यहाँ जागिर खानुभयो। म त मेरो जागिर भने जीवनमा जागिरमा त्यो मात्रै हो। कलाकारितामा चाहिँ मलाई त्यही हो, धेरै ठाउँमा भनेको छु, यहाँ नि भन्नै पर्ने हुन्छ। मादल बजार देख्नै नहुने, रत्तौली, सत्यनारायणको पूजा, देउसी भैलो, अनि चाडपर्व, अनि बिहामा त्यो बिहाको बाजाहरू। म वास्तवमा ड्रामा भन्दा पनि म चाहिँ नृत्य बढी नाटकमा
म पहिले हास्य कलाकार होइन होइन म ड्रामा गर्दा गर्दा मेरो त्यो एक्सप्रेसन मेरो डायलेक्ट डेलिभरीबाट अब त्यो हाँसो चुइँदो रहेछ अब थाहा भएन त्यो रस आउन थाल्यो भने त्यो होइन त्यो रस आफूलाई आएको नि थाहा छैन आफूलाई थाहा पाएर अझ राम्रोसँग गर्नुहुन्थ्यो नि त त्यो कुरा जस्तो अमर सिंह नाटकमा मेरो श्रेष्ठ डायलग थियो क्या ठट्टा होइन थापकाजी यो रामदासको केही होइन मानी सुवाको कौडी होइन कहिले हाँस्ने कहिले रुनी भन्दाखेरि अब त्यो हाँसोमा परिणत सिरियस बोलिरहेको छु हाँसोमा परिणत भयो क्या यो अहिले हँसा भन्ने यो टाइपले गर्दाखेरि अनि हाँस्य क्षेत्रका हाँस्य विधाका हाँस्य कथाहरू अफर आउनु थाल्यो मेरो चाहिँ त्यसरी अब बाँकी उहाँको भनेर सोध्ने होला तपाईँको चाहिँ के त सुरुमा म सुनिरहेको छु कि मैले सुनेको छु विद्वान मान्छे सुनिरहन्छ अब हामी सुनिरहन्छौँ त्यो सुन्नुमा मजा आइरहेको थियो ल पालो तपाईँको मुर्गा भन्ने पालो तपाईँको मुर्गा भन्ने पालो के प्रश्न के हो विषय प्रश्न चाहिँ के थियो भने तपाईँलाई पहिलो काम चाहिँ कसरी यतातिर लागेको पहिलोचोटिको अनुभव चाहिँ पहिलो अनुभव भनेको म चाहिँ कस्तो भने मलाई कसैले यो लाइनमा दोहोऱ्याएको नि होइन बोलाएको नि होइन सानो 8-9 वर्षको उमेरदेखि नै कलाकार बन्छु भन्ने धुन थियो कसको देखेर कि हेरेरै पहिला कता कता त्यो रेडियो सुनेर ए अच्छा अच्छा अनि रेडियो सुनेर यो रेडियोभित्र कसरी मान्छे बस्या होला कसरी बाजा बजायो होला त्यो क्युरियोसिटी हुने अनि त्यसपछि रेडियो नेपालमा गएँ हेरेँ त्यो रेडियोमा कसरी मान्छे पस्या भनेर अनि त्यहाँ अनि हाम्रो पुरानो हरिप्रसाद रिमाल दाइले होला अनि उहाँले स्टुडियो सबै घुमाइदिनु भयो त्यहाँ मान्छे पस्ने होइन यहाँबाट बोल्ने रेकर्ड बजाउने त्यो मान्छेहरू नै रेडियोमा पस्ने होइन भनेपछि त्यहाँबाट केटाकेटी नै थिएन सोध्नु नै भएको तपाईँले रेडियोमा कसरी मान्छे पस्छ भनेर रेडियो नेपाल गएर स्टुडियो नै हेर्न गएको गएँ त्यसपछि अनि बाल कार्यक्रममा जान थालेँ अनि हरेक शनिबार बाल कार्यक्रम हुन्थ्यो त्यसमा प्रायः छनौटमा पढ्थेँ म अनि त्यसमा गीत गाउने कविता भन्ने जो कथा गर्ने नाटक खेल्ने अनेक हुन्थ्यो त्यसमा प्रायः म सेलेक्सनमा पढ्थेँ त्यहीँबाट सुरु गर्दा 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 पहिला चाहिँ मेरो सोख गायक बन्ने थियो त्यो मैले सुनेको थिएँ मेरो पनि त्यही थियो तपाईँको नि गायकै भन्ने थियो गायक बन्ने थियो अनि एक दिन यो विज्ञापन नाटक देखाउँदै देखाउँदै जाँदै जनकपुरमा गएँ त्यो बेला जनकपुरमा खाना त्यति राम्रो थिएन कि अनि जे मिसाउँछ त्यही खाने भनेर अनि दही माछा तिनीहरूसँग खाना खाइयो त्यसपछि अनि हलमा गएर विज्ञापन नाटक देखाइयो विज्ञापन नाटक पनि राति कति बजी झन्डै 12 बजी सुरु हुन्थ्यो त्यो हल सबै सिद्धिएर स्टेज बनाएर अनि त्यहाँ पर्फर्म गर्दा सिद्धिँदा बिहान 3 जति बज्थ्यो गएर त्यसपछि आएर होटेलमा सुत्या अब त्यो दिन बेलुका बिरगञ्ज जाने आवाजै छैन ला खतम मेरो त स्वर खायो गर्ने है त्यसपछि अनि बिरगञ्ज गयौँ बिरगञ्ज जाँदाखेरि बाटोमा कोहीसँग बोल्दा नि बोलिनँ पुरा रेस्ट गरेँ अनि गयो खानासाना खायो सुत्यो बिहान उठ्यो बेलुका सो छ हाउसफुल भइसक्यो बिहान उठ्यो खास सोच पनि छैन पोइजन हुने रहेछ नि सर अनि ल अब के गर्ने त भनेर त्यो महेश भण्डारी भन्ने उसलाई चाहिँ नि मेरो डायलग जति उसलाई बोल्न आउने एक्सन मात्रै म गर्ने भनेर त्यसरी नै रिहर्सल गरियो अनि तैपनि के हुन्छ कि भन्ने एउटा ह्यान्ड म्याग लिएर हातै म्याग लिए गरेँ त्यहाँबाट सिद्धियो त्यहाँबाट पोखरा गयो अनि त्यहाँ पोखरा पनि सिद्धिएर आएर भनेको तपाईँले चाहिँ लिपसिङ दिनुभयो उताबाट आवाज होइन गरेँ माइकै जोडेर अनि जति सकिन्छ त्यो बडा गाह्रो भयो घाँटी चिरिया जस्तो काटेको जस्तो भयो अनि पोखराबाट आएपछि टिचिङ हस्पिटलमा गएँ अनि डाक्टर राकेश प्रसाद एन्टी सर्जन हुनुहुन्थ्यो उहाँलाई बाटैमै भेट भयो ए राजाराम किन आयो भन्नुभयो यस्तो छ आवाज गएर उहाँले भित्र क्यामेरा हालेर फोटोसोटो खिचेको जुन हाम्रो भोकल कर्डमा आवाज आउने ठाउँ हुन्छ नि त्यो भोकल कर्ड भने कस्तो भने हाम्रो गिटार बजाए जस्तै हो कि पुरा छिच्यो पनि आवाज आउँछ कि खुल्ला छोडिदियो भने आवाज आउँछ नि त्यहाँ चाहिँ एउटा मासु पलाएछ कि पोली भोकल कर्डमा भनेको दही र माछाले होइन अनि त्यो पलाएर आवाज त्यसले रोक्दै रहेछ कि अनि 2 दिनपछि गएँ अपरेसन गरेँ अपरेसन गरिसकेपछि अनि दोहोरो आवाज आउन थाल्यो दोहोरो भने फाइदा हुन थाल्यो दुईटा स्वर आउने भने
मात्र गाउँछ बेस पनि आउने टेबल पनि आउने त्यो भयो। अनि त्यसपछि सर दुईटा आवाज भनेको चाहिँ कस्तो सर? हजुर दुईटा आवाज भन्नाले चाहिँ कस्तो ठ्याक्कै? के दुईवटा यो ट्र्याकबाट दुई थरी आवाज आयो नि कि अब ठ्याक्कै क्यारेक्टर त आउँदैन त्यतिखेर आयो होला के होला गर्यो। अनि गाउने क्रम सिद्धियो, गाउने सपना चाहिँ सकियो। त्यसपछि अनि एक दिन गोर्खापत्र हेरेँ, हल्लै पसलमा शनिबारको दिन जेरिसवारी खान भनेर गएको, पाकिरहेको थियो। अनि कुरेर बस्यो, हकरले एउटा गोर्खापत्र फुत्त फालेर गयो। त्यसै यसो हेरेँ, प्रज्ञा भवनमा गाई जात्राको लागि कलाकारहरू मागेको रहेछ। ओहो ल अब भाग लिनु पऱ्यो। त्योभन्दा अगाडिको कार्यक्रमहरू त हेरिराखेँ, अब कहिले लेखा पनि छैन, खेलाइ पनि छैन, के छैन। त्यसपछि घर गएँ, खानासाना खाएर अनि ढोका थुनेर बसेँ। जिन्दगीमा पहिलोचोटि अब लेख्नुपर्छु। अनि के लेख्ने भनेर सोच्दा ठ्याक्क मन्त्री क्वार्टरमा डेरा खन्न आउने त्यो प्लट आयो। अनि खुइ त्यो प्लट आएपछि त आधा घन्टा नि लाग्यो नि, सिद्धियो। लेखाएर सिद्धिएपछि एकाडेमीमा लगेर बुझाइदिएँ। अब त्यत्तिकै भइरहेको थियो। एक चिठी आयो, र तपाईँको स्क्रिप्ट चाहिँ मनोनयनमा परेको छ भनेर आयो। ओ जिल पऱ्यो म त। अनि ल भने त्यत्तिकै भयो। अनि फेरि अर्को चिठी आयो, ल अब रिहर्सल तपाईँहरूको सेन्सर गर्नुपर्छ, सेन्सरमा आउनु भनेर टाइम दिए। अब को खेल्ने? त्यो बेला म विरस्टलमा थिएँ। अनि विरस्टलमा भइरहेको थियो। ठ्याक्क मनोज आचार्य भेट भयो। ए मनोज, एउटा कमिक लेखाएको छु, खेल्ने भने। ल भनेर अब रिहर्सल गर्ने कहाँ ठाउँ छैन। अनि त्यो बेला हरिवंश एक्लै बस्ने नक्सालमा, दिदी र दिदी पनि अफिस जाने, हरिवंश पनि अफिस जाने दिनभरि। अनि हरिसँग साँचो मागेँ, तिम्रो कोठा साँचो चाहिँ हामी रिहर्सल गर्छु भनेर मागेर हरिवंशको कोठामा रिहर्सल गरेँ। त्यो पनि एउटा आशीर्वादै जस्तो भयो। हरिवंशको कोठामा रिहर्सल भयो। अनि गर्दै गएको त किङ्सोमै सेलेक्सनमा पऱ्यो। ए नाइस। एकैचोटि फर्स्ट नै पऱ्यो। अनि त्यो बेला मैले डेराको खोजीमा भन्ने गरेँ। त्यसको एक वर्षपछि अनि नेपाल मेडिकल एसोसिएसनको एनिभर्सरीमा थियो। अनि त्यहाँ डाक्टर साहबहरूले चाहिँ ल राजनाजी तपाईँले नै यसपालि भाग लिनु पऱ्यो भन्नुभयो। भाग त लिने के लेखान्छ नि ल भने। त्यसपछि एउटा राजीनामा भन्ने प्रोग्राम गरेँ। दुईवटा कमिक गरेपछि तेस्रो महजोडीसँग अनि अंश भन्नामा, त्यहाँबाट अनि हाँसी यात्रा सुरु भयो। ए जस्तो मलाई बुझ्न मन लाग्यो, हरिवंश सरको कोठामा चाहिँ किन जानुभएको? नक्सलमा त तपाईँको पनि त घर हो नि होइन? अरूकोमा ठुलो कोठा थियो कि, दरबार टाइपको घर थियो, ठुलो कोठा। अनि त्यसले गर्दा हामीलाई प्ले गर्न सजिलो हुन्थ्यो। अनि कसैको डिस्टर्ब पनि नै। सुरुदेखि नै तपाईँ त नक्सलमै हुनुहुन्छ नि सर? जन्मेकै थिएँ। अहिले त अर्को बिल्डिङले घाम छेकिदिँदो रहेछ सरलाई। मेरो बिल्डिङ होइन, त्यो होटेल मेरियटले। होइन मैले चाहिँ त्यो नाम नलिएको, किन पब्लिसिटी गरिदिनु? घाम छेकिदिएछ के पब्लिसिटी गर्नु भनेर। त्यही त। तर पछि चाहिँ सबैजना अनि हाँस्य क्षेत्रमै लागिसक्नु भयो। मलाई जान्न मन लागेको चाहिँ जस्तै तपाईँलाई मान्छेहरूले राता मकै भनेर चिन्न थाल्यो, तपाईँलाई मुखमा हान्नु जस्तो होइन, तपाईँलाई परेकोमा बिहेर्छु होइन, त्यो भनेर चिने नि त। त्यो सुरुमा चाहिँ कस्तो लाग्थ्यो मान्छेले राता मकै भन्दा, या आफ्नो त्यो अर्को उपनामले बोलाउँदा? होइन, मेरो चाहिँ दुईवटा तिनवटा टर्निङ पोइन्ट छ क्या। म 15 गते मेरो त्यो 32 सालको अघि नै कुरो भयो नि, 32 सालबाट 36 सालसम्म जागिर खाइसकेपछि मैले मेरो आर्ट क्षेत्र पुरैमा लागिनँ। त्यसले टेलिभिजन थिएन होइन, राष्ट्रिय नाचघरमा 6 महिना 7 महिनामा हुन्थ्यो। 5 वर्षमा एउटा फिल्म बन्थ्यो। रेडियो नेपाल एउटा मात्रै थियो, फिल्मै बन्थेन होइन। अपर्च्युनिटी धेरै थिएन क्या। अनि त्यसपछि मैले इटा भट्टा थियो मेरो दाइ र मेरो, इटा भट्टाको लागि म 8-10 वर्ष त्यता बिजी भएँ। अनि ब्याङ्ककको झिटिगुन्डा काम गर्थेँ म। यहाँबाट ब्याङ्कक जाने, ब्याङ्ककबाट सामान ल्याएर बेच्ने। त्यो गरिसकेपछि एक दिन मेरो के अरे मोटरसाइकल लिएर म सर गइरहेको थिएँ। थापथलीमा रातो बत्ती बल्यो। ट्याक्क रातो बत्ती यहाँ बसिरहेको थिएँ। यता हरिवंश सर आयो, ए हरि के छ हाल? भने ओहो किरण के छ भने, हामी तिमी हो हरिवंश अरे मेरो होइन। उहाँसँग चाहिँ मेरो तपाईँ हरिवंश चाहिँ तिमी हो मेरो। अनि उहाँको नि त हरिवंशसँग तिमी हो। अनि त्यहाँ तिमी भने के हो तिमी त यहाँ यस्तो हो। अनि हरिवंशहरूको कक फाइट, यो यमलोक, यो के भन्ने नाटक प्रख्यात भइसकेको थियो। कक फाइट भन्ने थियो।
अनि त्यसपछि त्यो मासु बेचेर धनी हुने थियो नि एउटा त्यो जस एकदमै अनि भकुण्डे भूत धेरै आइसकेको थियो टेलिभिजनमा मासु बेचेर भन्ने सन्तति अनि अरे हामीलाई नि खेलाउ न साँच्चै तिमी के गरिरहेको छौ यहाँ त्यहाँ तिमीसँग गाडी छ होइन भने गाडी छ ल चाहिँ महसञ्चार आऊ नि त कहाँ हो महसञ्चार भने अहिले जहाँ यो मण्डला छ नि यो माइती घर हो त्यहाँनिर छ ल भनेर अब हरिबत्ती बलिहाल्यो हामी आफ्नो आफ्नो बाटोमा गयौँ म पाटन गएँ हरिवंश कालीमठतिर कतातिर गयो थाहा छ त्यो 4-5 दिनपछि म आइसकेपछि रोलको विषयमा 15 गते टेलिफिल्मको रोलको विषयमा कुराकानी भएर यताउता आइसकेपछि अनि मैले एक दिन गाडी लिएर आउँ त भनेर अनि फेरि म सुटिङ गर्ने दिन चाहिँ मेरो ट्याक्सी पनि थियो प्राइभेट कार पनि थियो अनि मैले त्यो प्राइभेट कार लिएर आएँ त्यही दिन स्टार भइदिएन क्या गाडीकै कारण ड्राइभर रोल हुन्थ्यो मेरो मलाई लगले साथ दिए अब ड्राइभर रोल हुन्थ्यो फिसीको हुन्थ्यो त्यो नरेन कङ्साकारले खेल्यो त्यो चाहिँ अनि त्यसपछि गाडी स्टार्ट नआएपछि अब के यो अनि हरिले धेरै सपोर्ट गर्यो यो किरण भन्ने मान्छे एकदमै हँसाउँछ भने किरण मनदाई रास नाच गरेर 4-4 वर्ष हामी सँगसँगै जाइरहेको यो मान्छे बोलेको हँसाउने एकदम रमाइलो छ यो मान्छे यहाँ त्यहाँ भनेपछि हो अनि मैले खेलेको रोल जुन 15 गतेमा कल्लु बनेर खेलेको रोल उहाँ राजारामलाई खाल्न हाल्ने रोल चाहिँ अशोक शर्माको रोल थियो अशोक शर्मा के कार्यक्रमले विराटनगर गएको रहेछ ऊ 3-4 दिनपछि आउने भन्ने भयो अब यिनीहरूको यो सेड्युल चाहिँ मान्छे कुर्न नसक्ने अवस्थामा मैले भने त मनलाई किरणलाई त्यो अशोक शर्मालाई भने रोल दिउँ क्या कल्लुको रोल हिरोइनको दाइको रोल दिउँ शर्मिला मल्लको भने भइहाल्छ नि तिमीलाई विश्वास छ भने भइहाल्छ यसले गर्नु सक्छ भनेर हरिले मेरो सपोर्टमा मदनलाईलाई भनेपछि मदनलाईलाई पहिलोपटक भेटेको मैले 46 सालमा त्यहाँ उसमा उहाँलाई पनि तिनै भेटेँ मैले है त्यही 15 गतेको उसमै अनि मैले मेरो त्यो दिन गाडी स्टार्ट नभएको कारणले बाल म पछि मेरो गाडी हेर्नु पनि भयो भित्र डस खोलेर बाटोबाट इन्ट्रोडक्सन भएको छ नि सबै त्यो टाइपको लकीले अनि विराटनगर जानु सक्छौ भने हरिवंशले भने सक्छु 5-7 दिनलाई जानुपर्छ भन्नु सक्छु भन्ने बित्तिकै ल भनेर त्यो अशोक शर्माले खेल्ने रोल 15 गतेमा कल्लु भन्नेको रोल हरिवंशको जेठान शर्मिला मल्लको दाइको रोल मैले खेलेँ भगवान कृपाले त्यो मेरो जीवनको यस्तो माइलस्टोन एउटा आयो त्यही रोलबाट मान्छे त्यसले आजको दिनसम्म 30 वर्ष भयो त्यो हामीले खेलेको पुरानो ठाउँमा जाँदाखेरि त्यो सम्बोधन नगरेको दिनै मिल्दैन भने त्यो टाइपको भयो एउटा त्यो टर्निङ पोइन्ट आयो भने अर्को महसञ्चारले बनाएको लाल बुर्जामा ट्याक्सीको रोल त्यो ढिडल चल्ने ट्याक्सी त्यो पनि त्यति नै पिक चाहिँ पपुलर भयो अनि त्यसपछि महको विज्ञापनदेखिको लिएर महको धेरैवटा सिरियलहरू धेरैवटा स्टेज ड्रामाहरू खेल्ने शुभ अवसर भयो अनि मैले नखेलिकन मह बाहेक म खेल्दिनँ अर्को फिल्महरू पाटोपुट्टो खेलेँ मेरो फिल्म फर्स्ट चाहिँ 117वटा फिल्म खेलेँ मैले 117वटा मध्येमा चाहिँ मेरो फर्स्ट फिल्म चाहिँ सम्पत्ति भन्ने हाम्रो अर्जुन श्रेष्ठको चाहिँ फिल्म मैले 10-12 सिन थियो ट्राफिकको हल्लाहरूको कमेडी नै हो सिंहदरबारमा मेरो पहिलो दिन थियो बहुत नर्भस भएको थिएँ म थर काम्या थिएँ म त्यो ठुलो पर्दाको सानोमा चाहिँ पाटोपुट्टो भन्ने भयो त्यो इम्प्रेसनै पऱ्यो क्या ठुलो पर्दाको रे रिल जान्छ रे धेरै टेक खायो भने धेरै खर्च हुन्छ रे भन्ने त्यो पऱ्यो क्या दिमागमा त्यसपछि आएर उहाँले जेरे खोर्सानीको डाइरेक्सन गर्नमा चाहिँ 17 भागसम्म त्यसको छुट्टै कहानी छ उहाँहरूलाई थाहा छ अब भगवान कृपाले त्यसमा खेल्ने शुभ अवसर पाइयो राता मकै भन्ने थियो त्यो त धेरै नै बुम भयो हाम्रो जेनेरेसनले थाहा पाएको मात्र त्यो राता मकै लिएर आउनु भएको थियो तपाईँ सुरुमा मैले हेरेँ हामीले जिरे खर्सानीको फर्स्ट एपिसोड फर्स्ट सिन चाहिँ त्यो हाम्रो माग्ने बुढो ट्याक्सी ड्राइभर म ट्याक्सीबाट बहिनी घरमा आएको सिन अनि उहाँले मलाई बेलुका एकचोटि घरमा फोन गर्नुभयो दाइ एउटा तपाईँले खेलिदिनु पऱ्यो दाइ यो होइन भाइ मैले अब महको बाहेक अरू कसै खेलिदिनु भनेको छु मलाई लामो सिरियल बनाउने लय सङ्ग्रहला रमेश बुढाथोकी गौरी शङ्कर दुजु अर्को एउटा को ग्रुप थियो यो सबैले मलाई अफर गरेको छ फिल्ममा खेल्ने भनेर टेलिफिल्ममा खेल्ने भनेर मैले होइन म बाहेक म कसैको पनि गर्दिनँ भनेर बस्दा अब उहाँसँग जोडी उहाँ अमेरिका जानुभयो मेरो जोडी फर्स्ट जोडी उहाँ हो जोडी हो अहिले सेकेन्ड जोडी उहाँ जोडी तपाईहरु तीनजना दुईजना जोडी दाइने पनि देउरे पनि पढ्यो अनि के अरे त्यसपछि
के कुरा भएको थियो अरे हाम्रो त्यो खास क्वेसन सुरुको चाहिँ के थियो भने आफ्नो उपनाम अर्को उपनामले बोलाउँदाखेरि पाठ सट्ट आइसकेपछि 15 गते मैले त्यो 15 गतेको बाहेक अरू खेल्दिन होइन 15 गते बाद खेल्दिनँ भनिसकेपछि माग्ने बुढाको ट्याक्सी ल्याएर आइसकेपछि मैले डाइलग साल बोल्नु पर्ने थियो त्यो बेलामा सुटिङ हेर्न मान्छेहरू धेरै जम्मा हुन्थ्यो क्या त्यो बेलामा 15-20 वर्ष अगाडि जाने सुटिङ भयो भने के भिड भइहाल्थ्यो एउटा सानो पुचेली राम्रो भएको थियो त्यो क्यामेराको ह्यान्डलमा लाएर जर भयो हल्दियो ए कट 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 भन्यो अनि जितेन नेपालले आएर के भन्छ राता म के भन्ने हो कि भनेर भन्यो मलाई के भयो त भन्नु त्यत्रो डायलग त भनिन्छ त्यो एउटा भन्नाले जितेले मलाई भनेको थियो एउटा थेगो दाइलाई देऊ न दाइ एउटा राता मकै भन्ने थेगो छ के गर्ने भने देऊ नि त भने पहिला यो थेगो जितु आफैले पनि स्टेज धेरै ठाउँमा भनेको थियो दाइलाई सुट गर्यो कि सुट गर्यो अनि एक्सन भन्नुभयो उहाँहरूले मैले ए राता मकै ओ ड्राइभर साहब कता हेरे भनेर अहिलेको माग्ने बुढालाई अनि कति पैसा भयो भनेर भनेपछि अनि त्यहाँबाट उसले 300 भयो भन्छ हो 300 मान्छेले उहाँ के अरे घर जत्रो गाडी चढेर आयो भने चाहिँ 20-50 रुपियाँमा हुन्छ यो कुखुरा खोर जत्रो गाडी चढेर आउनलाई चाहिँ 300 तिर्ने गरेर 150 दिन्छु 300 भनिरहेको छु 150 किन नि भन्छ उसले 300 है के अरे 150 है यो 300 भइरहेछ भनेर अनि तिमीले चढाए पैसा कसले दिन्छ आधी पैसा त यो उहाँले ल्यायो यो तरिकाले चाहिँ खेलेर यताउति गर्यो गर्दा गर्दा भनेपछि थेगो पनि त्यसरी स्टाब्लिस भयो अब त कसैले राता मकै भन्यो भने पछाडि फर्केर हेरिहालिन्छ नि उसले मकैलाई नि भनेर राता मकै भन्छन् पहिला ए राता मकै भनेपछि अनि पछि बल्ल मुख होइन हो त्यो टुरमा जाँदाखेरि त्यो किसिम हुन्छ त्यस्तो खालको चाहिँ भएर अनि त्यो किसिमबाट 2-3टा टर्निङ पोइन्टमा लास्टमा भयो यो राता मकै भन्नेले चाहिँ अब मेरो जीवनकोमा चाहिँ मेरो पुस्तालाई यसको बेनिफिट एउटा हुन्छ नि ब्याज टाइपको अब छोराछोरीलाई पनि राता मकैको नाति राता मकैको छोरा राता मकै बुहारी राता मकैको ज्वाइँ ससुरो त्यहाँसम्म पुग्ने भयो क्या त्यो अब त चोकै भयो नि त सर होइन चोकै भन्यो इतिहास भयो त्यो चोक भन्यो इतिहासै भयो गेट बन्यो सारा भयो किताब निकाले एल्बम निकाल्यो मैले आफूले पनि एल्बम निकालेँ राता मकै एल्बम भनेर मकै कति भाग्यमानी क्या अनि लक्कीले फेरि अर्को कुरा सुन म हरेक दिन पाठ पूजामा यो आस्थालाई अलिक बढी विश्वास गर्छु आस्था भने केटी होइन नि फेरि आस्था भने को केटी भनेर सोध्नु आस्था है त पाठ पूजा गरेर आइसकेपछि बैठकमा सम्मान गरे पाएका मैले प्रत्येक अवार्डहरू सिलहरू मैले घटीमा 100-150 जना बढीमा लाखौँ मान्छेहरूको अगाडि मलाई सम्बोधन गरेर पाएको छु मैले अवार्डहरू क्या त्यो अवार्डहरूलाई अब त्यो ठाउँ नगर त्यतिकै राखिरहेको छु म यो तिमीले दिएको यो सम्मानलाई उच्च सम्मान दिन्छु भनेर म अब एउटा घर बनाएपछि त्यसलाई सम्मान दिएर लाइटिङ साइटिङ दिएर राख्ने विचार गर्छु तर आफैले छानेको कामले सम्मान पाउँदाखेरि त रमाइलो नै त्यही त लाग्छ अनि त्यसपछि मेरो बारीमा एउटा घोगामा त एउटा मात्रै मकै हुन्छ नि त होइन त प्राय गरी ल नर्मली 2टासम्म देखा होला 5वटासम्म छ हो मेरो एउटा घोगामा 7-8वटा त्यो मकैलाई पनि राखेर हरेक दिन ढोक्छु म हरेक दिन नै आज पनि ढोकेर आएको छु जस्तो यो घोगा भयो होइन यहाँ एउटा यहाँ सानो यहाँ सानो यहाँ सानो यहाँ सानो 6वटासम्म छ एउटा घोगामा एउटै घोगा यो हो यहाँ 6वटा यहाँ 1 2 3 4 5 6वटा के 6वटा निक्ल्यो हाइब्रिड त्यो लक्कीले अब त्यो भयो अब नाम पनि त्यहीबाट 4-5वटा छ मैले त्यो जहाँ मैले सम्मानहरू पाएको ठाउँमा ल सुरुमा त तपाईँले घरबाट चाहिँ सपोर्ट पाउनु भएको थिएन अरे तपाईँ त धेरै नै धनी अरे नि त काठमाडौँमा हामीले सुनेको त धनी अनि पैसा भयो धनी भए पैसा भयो त्यस्तो पैसा बुवा व्यापार हामी व्यापारी होइन हो व्यापारीले पो त धनी भन्छन् लकीले अब बुवा आर्मीमा हुनुहुन्थ्यो होइन आर्मीमा हुनुहुन्थ्यो म कान्छो छोरो 13औं नम्बरको कान्छो छोरो अनि कान्छो छोरो भन्ने बित्तिकै अब मेरो स्याहार सुसारहरू मेरो मलाई माया गर्ने पात्रहरू धेरै भए नि त भाउजू भए दाई भए दिदी भए होइन सबै भयो त्यसले अनि आमा बुवा नै भए अनि केयर बढी पाएँ नि त मैले त्यसले गर्दा मलाई धेरै स्ट्रगल गर्नु परेन लाइफलाई खाना लाउन हिँड्नलाई अब खेतीपाती चाहिँ अलिक धेरै नै थियो त्यो बेला अब गाउँघरमा होइन खेतीपाती धेरै थियो त्यो खेतीपातीकोलाई आजको पैसामा आनामा कन्भर्ट गर्दाखेरि धनी भने होला मैले त प्राडो देखेर त्यसरी त्यो धनी के अरे पाप नलाओस् अहिले पनि त्यस्तो ठुलो धनी अनि खान लाउनु पुगेको छ
छोरीको सबै धनीले यही भन्छन् कि फेरि यस्तो लुगा लाउनको लागि ए लिएन ए आज एउटा ज्याकेट किन्नु पऱ्यो 1000 लिएन भनेर माग्नु चाहिँ भगवान् कृपाले परेको छ होइन दुःख सुख चलिया छ। जस्तै नि अब हामी नै कलाकार बन्छौँ भन्दाखेरि घरमा भन्ने स्थिति नै थिएन, के भन्छ यो भन्ने खालको थियो हाम्रो पुस्तामा आइसक्दा पनि होइन। कलाकार बन्छु ठुलो भएर कलाकार बन्छु भनेको त त्यो त त्यतिखेर त कुटाइ खाने कुरो नै थियो। तपाईँहरूले चाहिँ त्यो फेस गर्नु पर्यो कि परेन? एउटा मात्रै कुरा भन्छु, त्यसपछि मैले धेरै लामो बोलेँ उहाँहरू सँगसँगै मलाई त मेरो बुवाले एउटा फुल फुट्यो भनेर छोडिदिएको नौटङ्की लाइन 4 पैसा नआउने बिदामा लागिरहेको छ। नौटङ्की लाइन त भन्दैन हाम्रो लाइन है, नौटङ्की लाइन, त्यसपछि हाँसी बिदाको 1 पैसा नआउने कसरी यसले छोरी पाल्ला, यसले भएभरको सम्पत्ति बेच्नु भयो भनेर बुवाले त मेरो मनहुस भन्छ नि कम्बक अलछिनी त्यो टाइपको भन्ठान्नुहुन्थ्यो। जब प्रगति उन्नति मदन कृष्ण हरिवंशहरूसँग सहकार्य गरेर विराटनगर जानेरी आज गोर्खापत्रमा त्यो बेला गोर्खापत्रमा फोटो है कान्तिपुरै थिएन त्यो कसो के फोटो आउँदाखेरि ए ओ ए अनि बाटामा फोटो खिच्ने साइन माग्ने, त्यो बेला फोटो पनि होइन साइन अटो माग्ने, त्यो देखेपछि ओहो। अनि हङकङ गराएँ, अमेरिका गराएँ, बुवालाई ज्याकेट लिएर आएँ, अमेरिका जानलाई पैसै परेन भिसा आएको दिन खुसी। अब यो टाइपले प्रगति उन्नति भयो मेरो भन्दै मेरो 2 शब्द हिँटो हुन्छ। राजाराम सर, यो तपाईँहरूको यो पर्या म बिहे गरौँला भन्ने थिएको चाहिँ कसरी इस्टाब्लिस भयो, कसरी सोच्नु भएको सर त्यो? सबभन्दा पहिले अब किरणले विश्रामै ल्यायो। मैले हिजो सुमनजीले फोन गर्नुभयो, दाइ भोलि एउटा हाम्रो सुटिङ छ भने को भने शिवहर दाई, किरण दाई, तपाईँ भनेपछि ल त्यसै हामीलाई सजिलो हुन्छ। अब हामी त सुनेर बस्ने हो कि सबै किरण हिजो भनेको थिएँ नि मैले होइन, हामीले धेरै बोल्नै पर्दैन, उसले बोलिदिन्छ भनेको थियो। अनि हामी एकअर्कालाई चाहिँ तपाईँहरू जिस्कायो भनेको चाहिँ लास्टै हेल्दी। यो चाहिँ अब मैले हल्का कुरा काटे जस्तो भयो नि। यो बन्डिङ चाहिँ सरहरूको बन्डिङ चाहिँ थेगोको कुरा गर्छु। बन्डिङ चाहिँ मैले गाई जात्रामा देखेको, म मनोज दाईसँग हिँड्थेँ, सरहरूको बन्डिङ मैले त्यहीँ गाई जात्रामा प्रज्ञा भवनमा देखेको। अघि सरले हाम्रो अब राष्ट्रिय नाचघरमा प्रज्ञा भवनमा चाहिँ अहिले पनि यसरी राम्रो छैन होइन, त्यति बेला त झन् कस्तो थियो भन्नु नि। शिवहरी सरले त्यहीँ स्टेजमै प्रज्ञा भवनमै अहिले यत्रो वर्ष भइसक्यो गाई जात्रा गरेको, अहिले पनि मेरो यहाँ पर्फर्म गर्दाखेरि अनि परेवाले मेरो टाउकोमा बिस्टी आयो भनेर सटाएर हान्नु भएको थियो क्या। मलाई त्यति बेला लाग्यो याद आयो क्या। अनि भन्न खोजेको त्यति बेलैदेखि उहाँहरू यस्तो मजा उहाँहरूको छेउमा बस्दा पनि मजा लाग्ने क्या। तपाईँहरू धेरै घुम्नुभयो सँगै, जस्तै गाई जात्राहरू लिएर त तपाईँहरू त ठाउँ ठाउँ धेरै जानुभयो नि। सर अघिको मैले कुरा जोड्न अनि त्यो बिहेरौँला भन्ने कसरी भन्नु, त्यो कस्तो भयो नि, जिरी खुर्सानी, हजुर जिरी खुर्सानीमा खेल्दै गर्दाखेरि एक दिन जितुले दाइ एउटा थेगो राखौँ न परेकोमा हेरौँला भन्ने, मलाई फेरि थेगो भने पट्टिक्क मन नपर्ने होइन नभन्नु मलाई थेगो मन पर्दैन भने होइन दाइ राम्रो हुन्छ यो बोलेर हेर्नु न भने मन नपरी बोले डायलग यस्तो हिट भइदियो। खास यो पर्या म बेहोरौँला भन्ने थेगो निकालेर चाहिँ मनोज अनि राता मकै भन्ने थेगो चाहिँ हाम्रो अहिले छक्का पन्जामा काम गर्छन् एउटा केशव नेपाली भाइ, राता मकै भन्ने थेगो उसले निकाले। तपाईँको मुखमा हान्नु जस्तो मेरो आफ्नै बोल्दै अचानक आएको त्यो सेटमै होइन। जिरे खुर्सानीको पहिलो भागमा सरी दाइको मैले काटेँ। जिरे खुर्सानीको पहिलो भाग हाम्रो धुर्मुस र माग्ने बुढोले लेखे, उनीहरू हिट खाएको थिएनन् त्यतिखेर। सीताराम कटेल र केदार प्रसाद घिमिरे थियो नाम। अहिले माग्ने बुढो र धुर्मुस भए, हिट भए, थेगो लिए, सबै गरे, राम्रो कलाकार हुन् होइन। अनि उनीहरूले त्यो बेला उनीहरू लेख्न पनि सक्ने। अब अनि लेखेर एउटा फिरफिरे कला केन्द्र भन्नेबाट जिरे खुर्सानी सुरु गरे, पछि त्यो क्यान्सल गरेर अनि जिरे खुर्सानी नाम राखेर फेरि त्यो स्टोरीलाई अगाडि बढाउँदै यहाँसम्म आएको। अनि त्यो म मन्त्री थिएँ, अनि हाम्रो दमन रूपाहेती भाइ मेरो पिए, उसको नाम विक्रम, अनि उनीहरूले लेखेका थिए, उनीहरू पनि खेलेका थिए। ताचलमा सुटिङ थियो। अनि हाम्रो हात्ती अन्जु महर्जन मेरो श्रीमती, तर दुईजनाको भेट भएको थिएन। फोनमा मात्रै कुरा हो नि, एक ठाउँमा भेट भएको थिएन एकअर्कासँग। अनलाइन श्रीमती अनलाइन श्रीमती। अनि त्यो गरिसकेपछि त्यहाँनिर त्यो कलाकार त्यो एउटा
के भन्छ फिरे कला केन्द्र भन्ने एउटा संस्थाको उद्घाटन गर्न म जानुपर्ने, त्यही दिन नेपाल बन्द परे हुन्छ। अनि त्यो हिरोपुक मोटरसाइकलमा एउटा झन्डा हालेर दमनले चलाउँथ्यो, अनि म पछाडि मन्त्री बसेर त्यहाँ जाने। गइसकेपछि अब भाषण गर्ने बेला न पत्रकार छ, न क्यामेरा कोही केही छैन। अनि त्यो बेलामा पिएला गाली गरे के उसले। अनि त्यहाँबाट होइन कस्तो ठाउँमा ल्याए तैँले, कमसेकम क्यामेरा हुनुपर्छ, मन्त्री आइसकेपछि पत्रकारहरू हुनुपर्छ, म खानु जस्तो जहाँ पाए त्यहीँ ल्याएर भनेको थियो। त्यतिकै भयो, त्यो एपिसोड आयो। अनि एक दिन म अफिस जाँदै थिएँ, त्रिपुरेश्वरमा हिँड्दै थिएँ, एकजना भाइले के भन्नुभयो भने दाइ तपाईँहरूको नयाँ सिरियल सुरु भएर छ, एकदमै बधाई छ दाइ, मैले हेरेँ भएर भने। अनि दोस्रोसम्म अनियर भइसकेको थियो। अनि पहिलोमा तपाईँले मुखा हान जस्तो 2-3 ठाउँमा भन्नुभएको थियो, दोस्रोमा भन्नु भएन नि भएर भने। अनि मैले ओहो यो थेगो त क्लिक हुन्छ है क्या भन्नु पऱ्यो भनेर अनि फेरि तेस्रोदेखि भन्न थालेँ। भन्दै प्वाक्क पनि मिसाइदिएँ। त्यो गर्दै मुखा हान जस्तो हुँदै गयो। त्यसपछि त्यो बेलामा टेलिभिजनबाट सुनेअनुसार दरबारमा नातिले हजुरबाउलाई मुखा हान जस्तो भन्दैछ भनेपछि टेलिभिजनमा खबर आयो मुख्य सचिव मार्फत। अनि आइसकेपछि जिएम साहबले मलाई बोलाएर, जिएम साहब र हाम्रो गम्भीर सरले बोलाएर यो मुखा हान जस्तो थेगो चाहिँ अहिले नगर्नु भन्ने कुरा आएको छ भनेपछि झन्नै 4-5 भाग हामीले रोक्यौँ। त्यसपछि अनि फेरि 2-4 पल्ट मेरो पारस सरकारसँग पनि भेट भएको थियो। अनि पारस सरकार मार्फत फेरि एडिसी मार्फत खबर आयो, त्यो मुखा हान जस्तो किन नभने, उहाँलाई थाहा थिएन किन नभने थियो, त्यस्तो राम्रो थियो भन्ने कुरा आयो। अनि आइसकेपछि अनि फेरि भन्नु रे धेरै ठाउँमा चाहिँ नभन्नु, थोरै ठाउँमा भन्नु रे भनेपछि त्यसरी चल्यो। अर्को एउटा घटना चाहिँ जिरी खुर्सानी भर्खर आएको, दमकमा 2 जना महिलाहरू रिक्सामा जाँदै रहेछन्। अनि गइसकेपछि एक बिहानै गएर गन्तव्यमा पुगेर पैसा दिने बेला खुद्रा रहन्छ, रिक्सावालालाई 1000 को नोट दिएछन्। अनि 1000 को नोट दिएपछि उसले म खानु जस्तो यत्रो नोट मैले कहाँबाट खुद्रा साट्नु भनेपछि 2टा महिलाले कसलाई मुख हान्छ झ्याम कि झ्याम हानेछन्। मान्छेले आएर छुट्याएछन् के भयो भने यसले मलाई मुख हान्नु। मैले त ख्याल ठट्टामा त्यो जिरे खुर्सानीको थेगो थियो, त्यही पो भने त जिरे खुर्सानी हेरेर हिँड्छन् अरूले, त्यो कारणले उसले कुटाइ पनि खाएर छ कि भन्दै अहिलेलाई यहीँ विश्राम। होइन, मान्छेहरूले फोन गरेर कहिलेकाहीँ तपाईँकै नामबाट बोलाउँछन् कि तपाईँ मुखमा हान्नु जस्तो हो पनि भन्छन्। होइन, ओहो मुखा हान्नु जस्तो। साँच्ची तपाईँको ओरिजिनल नाम के अरे? ओरिजिनल नामै बिर्सिरहनु भएको छ, कतिले थाहै छैन। अस्ति फोटो खिचिसकेर तपाईँको नाम के हो भनेर पहिला चाहिँ पूर्णे भन्ने थियो, देवी टेलिफिल्म युनिसेफले बनाएको थियो, त्यसमा सहभाग खेलेको थिएँ म, क्लिक भएकै त्यहीँबाट हो। अनि त्यसमा चाहिँ पूर्णेको क्यारेक्टर थियो र पूर्णेबाट धेरै वर्ष चिनिएँ म। अनि त्यसपछि जिरे खुर्सानी एउटा रिक्वेस्ट गर्छु, त्यो पूर्णेको एउटा सानो एउटा कति राम्रै गर्नु। त्यो बेलामा चाहिँ अब एबनर्मल क्यारेक्टर थियो मेरो। अनि देवी भन्ने मेन क्यारेक्टर थियो, देवी र मेरो मेन क्यारेक्टर छन् चाहिँ हाम्रो श्रीराम बाबुहरू, धेरैजना कलाकार त्यसबाट आउनुभयो। अनि समाजसेवी, घरमा त्यो सुत्केरी सामग्रीहरू पनि पुर्याउने, गाउँमा कसलाई बिरामी भएको छ के भएको छ सबै देवीले र मैले रेखदेख गर्ने थियो। एक दिन एउटा साइली भाउजू भन्ने बिरामी भएको हुन्छ, देवी कहाँ जान्छन् अनि म खोजेर हिँडेको हुन्छु, एक ठाउँमा पर देख्छु मैले देवीलाई त्यो मोडमा गइरहेको। अनि मैले कराएको हुन्छ कि उसलाई, ए देवी होइन त कहाँ हिँडिर भने, उहाँ साइली भाउजूलाई अलिक गाह्रो पऱ्यो अरे क्या, त्यो औषधि लानु पऱ्यो अरे, बिहान उठ्यो लखर हिँड्थ्यो यसका पनि पपुलर भयो त्यो। अनि सुमनजी तपाईँलाई अब जस्तो हाम्रो त थेगोले बोलाउँछन् भन्नुहुन्छ, तपाईँले नि के सुमन भन्छन् कि दले? मलाई दले नै कस्तो भइदियो भने हेर्नु, मैले दले दाई राखेँ, मलाई अब धेरैजनाले दले दाई होइन, मैले दलेलाई दाई भने, मलाई अगाडि मैले दलेलाई दाई भने सुनेको थिइनँ, रिसाउँथेँ मान्छेहरू होइन, दले चाहिँ गाली जस्तो थियो। अनि त्यो दलेलाई एकदम आदर गरेर दले दाई बनाएको। अनि अहिले चाहिँ दले दाई नै सबै भएका आफूभन्दा 45 अब जस्तै म त सानै उमेरको छु नि त, त्यति धेरै त भएको छुइनँ, तर मभन्दा सिनियर पहिलाभन्दा अलिकति बढे 60-65 वर्षको मान्छेले पनि दले दाई भन्दाखेरि
आफ्नो नाम त हराए जस्तो भयो। उहाँलाई हेर्नु न कति फाइदा, सरकार भन्छ होइन त्यो हाउभाउ टाउको हल्लाउने त्यो पारा सरकार हिँडेकै जस्तो यताउता त्यो हाउभाउले खाइदियो। 100 नै नम्बर आएको छ क्यारिकेचरमा। त्यो नाम के राख्ने भन्नेले नि फरक पार्दो रहेछ। अनि सँगै हिँडेको छ, मलाई चाहिँ दले भाइ होइन भन्छन्, उहाँलाई चाहिँ सरकार होइन भन्छ। अनि तपाईँले त्यो फर्स्ट भएपछि गाडी पाउनु भयो होइन? गाडी भन्दा त्यसलाई सुटकेस भन्दा हुन्छ होला। यत्रो छ हाम्रो त्यो उसले त खुब उडाइरहेको हुन्छ, सन्तोषले। सन्तोष थापाले। उसले पाएको छैन नि उडाउँछ। मैले तपाईँको एउटा इन्टरभ्यू हेर्दाखेरि मलाई साह्रै चित्त बुझेको चाहिँ यो जिन्दगीमा के गर्नुपर्छ भन्दाखेरि तपाईँले बिर्सिनै नहुने चाहिँ मोज गर्नुपर्छ हो नि। होइन मान्छेले दिनभरि महिनौँ हप्तौँ काम गर्छ, दुःख गर्छ, के को लागि भने एकैछिन समय पाएर मोज गर्नु त हो। त्यसैले जिन्दगीमा गर्नै पर्ने चिज भनेको मोज। यहाँ मध्ये सबैभन्दा मोज गर्ने चाहिँ को तपाईँ नै होला। उहाँ नि हो मोजगिरी पौडेल भनेपछि अर्को नामबाट मेरो चाहिँ के छ भने कुनै चिज मनमा लाग्यो भने त्यो के गरेर हुन्छ, कसो गरेर पुरा गर्छु। लाग्यो भने चाहिँ गर्ने, भित्र दबाउनु हुन्न। तर मैले संसारमा सबैभन्दा खुसी तपाईँहरूलाई देखेको। मैले जहिलेदेखि देखेँ, लगभग गाई जात्रा आजभन्दा 4-5 वर्ष अगाडिदेखि काठमाडौँमा हेरिरहेको मैले मनोज दाईसँग कुदिरहेको थिएँ, तपाईँहरूलाई देख्थेँ। यति रमाइलो कहिल्यै तपाईँहरू स्याट पनि देखिनँ। सबैलाई इन्टरटेन गर्ने, एक्टिङ गर्ने ठाउँमा यो भाइले नि गर्ने गरेर त हामीलाई थाहा भयो। चिन्ने के तर जस म तपाईँहरूसँगै त्यहीँ छेउछाउमा सुनेर बस्थेँ, रमाइलो लाग्थ्यो धेरै। अनि अब फेरि त्यतिखेर ककाललाई चिनेर नि त्यति बेला सर अनि को थोरै हुँदैन थिए, ककाललाई ख्याल गर्नु होइन, त्यो कतिजना हुन्छन् अनि तपाईँको प्र्याङ्कहरू धेरै फेमस हामीले सुनेको होइन, प्र्याङ्क स्टार। मैले चाहिँ नि कुरा गरे हो त्यसलाई प्र्याङ्क बनाइदिन्छु, त्यही हो। मैले उटपट्याङ राजाराम भनेर शीर्षक लेखेर आदि जस्तो झन्डै 30-32 पेजसम्म मैले फिचर फिल्मलाई स्टोरी लेखिसकेको थिएँ, स्क्रिप्ट लेखिसकेको थिएँ। र मैले राजाराम दाईलाई भने पनि दाई मेन क्यारेक्टर तपाईँको हुन्छ, तपाईँको बारेमा एउटा स्क्रिप्ट लेख्दैछु, तपाईँको सबै म भिजुअलाइज गर्छु भनेको इन्टरभ्यू पछि सबै खुल्दै स्क्रिप्टै फेल खाएर मैले जहाँ पनि इन्टरभ्यूमा राजाराम दाईको उटपटाङ जति जम्मै सकियो लिक भइगयो, अब लिक भइहाल्यो। अब त्यसमा कसले पैसा लाउँथ्यो? अनुहार हेऱ्यो भने चाहिँ यसो उल्पेना गर्ने टाइपको अनुहार छैन नि त फेरि। सबैभन्दा बढी भिक्टिम चाहिँ म हो। त्यो जस्तै सुन्दाखेरि त अहिले कुरा गर्दा त एकदम रमाइलो लाग्छ, तर त्यतिखेर त रिस पनि उठ्छ होला नि त। कि रिसाउनु कहिले काहीँ एकअर्काप्रति झनक रिस उठेको त्यस्तो? अब मलाई चाहिँ त्यसरी रिस उठ्ने ठाउँमा जस्तो चाहिँ परेको छैन। कस्तो यस्तो चाहिँ भएको छ। मलाई चाहिँ कस्तो अलिकति निलो चाहिँ हुन्छ, जस्तो कि राजाराम दाईले किरण दाईलाई यसो गर्नुभएछ भन्दा जति धित खोलेर हाँसिन्छ त्यतिखेर त मलाई नै पारिदिनु के भएको छ अनि निलो के आफैलाई तपाईँले पारेको कुरो भन्नु सुनौ न। एउटा सास सन्देह भन्ने थियो, अनि त्यसमा हाम्रो एउटा कमिक थियो, खेम शर्मा र मेरो एउटा कमिक, दाईहरू दुईजनाको एउटा कमिक, पहिला दाईहरू जोडी हुँदाखेरि, अनि मन दाई हरिदाईको एउटा कमिक थियो। हामी म संसारमै रिहर्सल गर्थ्यौँ कि, अनि रिहर्सल गऱ्यौँ 11-12 बजीसम्म। अनि त्यो दिन केही पनि थाहा थिएन, अब त घर ल अब सिद्धियो आजलाई, अब भोलि भेट्ने, घर घर जाने, अब रिहर्सल सिद्धियो भनेर हिँड्ने कुरा थियो। राजाराम दाईले मलाई कहाँ आज म कहाँ गएर खाना खाऊँ भन्नुभयो। अनि त्यहाँबाट होइन दाई कहाँ घरमा बनाइरहेको हुन्छ खाना, बँदेलको मासु छ उहाँ फ्रिजमा, चट्ट बँदेलको मासु निकाल्ने, भाउजूले फ्राई गर्छ, बियर छ, टक्क दाजुभाइ बस्ने, यो स्क्रिप्टमा पनि छलफल गर्ने, घरमा गएर पनि ल जाउँ भन्नुभयो। होइन दाइ म घर जान्छु, जाउँ भनेर लानुभयो। नभन्दै फ्रिजमा बँदेलको मासु रहेछ, टक्क बोइल गरेर राखे, निकालेर भाउजूले चट्ट फ्राई गर्नुभयो। अनि बियर 2-3 बोतल बियर निकाल्नुभयो, चट्ट बियर सियर खाँदै थियौँ, खाना पाक्यो। अनि खानासाना ठक्क खाइसक्यौँ, दुईजनाले हात चुट्न नि भ्या छैन, एउटा हात यसरी जुठै छ यहाँ टेबलमा टेक्नु भयो राजाराम दाईले। अनि फोन उ गरेर त्यो के भन्छ त्यो टेबलमा राखेको अर्को त्यो के फोन भन्छ नि अहिले त ल्यान्डलाइनबाट ट्याक्क उठाएर ए हरि के छ हालखबर खाना खायो? हरिवंश दाईलाई फोन म सुनिरहेको त्यहीँ छु। के भन्नुभयो हरि दाईले भने ए अनि आज कसलाई खाना खाँदैौ त?
आज त एउटा यसो बाहुनको बच्चा हेरेर खानिदिनु पर्ने हो। आज ग्रहण लाग्ने दिन ग्रहण लाग्ने दिन रहेछ त्यो दिन। मलाई पकाइ रहेर खाना खान्थेँ कि हरिमहोदयले थाहा पाउनुभयो इन्डस्ट्रीभरि जहाँ पनि यही कुरा गर्यो। जहाँ गयो नि ग्रहणमा खाना खान जानु हो भन्ने ग्रहणमा दान गर्नुपर्ने भन्छ नि त। टुरमा हिँड्दा तपाईँको रियाक्सन के भयो नि त्यतिखेर? खाने अब के भन्नु, अब फसेको कुरो। सर कपडा त दान गर्नु कपडा गरे त्यो मगो बँदेल भने मगै भयो, बियर मगै भयो होइन, त्यस्तो एउटा भएपछि सिद्धिको नि। तपाईँको त्यो यस्तो फन्नी इन्सिडेन्टहरूको जति भिडियो आएको छ नि अहिलेसम्म लिक भएको त्यो थग लाइफको हेर्नुहुन्छ सर? हेर्छु है रमाइलो लाग्छ होला नि सर। कसले हाल्छ के गर्छ थाहा छैन, कहाँबाट खोजेर पहिलेदेखिको हाल्छ नि थाहा छैन। रमाइलो लाग्छ। लाएर टक्क चुरोट खुवाइदिन्छ नि। तपाईँहरू टुरमा सँगै हिँड्दा नि त्यस्तो रमाइलो त साह्रै हुन्थ्यो होला। कति हो टुरमा त हुन्छ भन्दा बढी सुनौँ न अनि यसमा चाहिँ मलाई कस्तो हुन्छ भने तपाईँले अब रिस उठ्छ कि रिस उठ्दैन भनेर सोध्नुभयो नि। अब मेरो काम भनेको मैले गर्ने काम मैले गरिसकेँ, त्यसपछि उहाँ रिसाओस् है खुस त्यस्तो एकदम रिसाएको मान्छे चाहिँ वा त्यस्तो के उसै मुख कालो हुन्छ, मलाई केही हुँदैन कोही रिसाएर होइन। त्यो हिसाबले म गर्छु। सबैभन्दा धेरै रिसाएको चाहिँ को थियो याद छ? सरज खनाल को रिसाएर सरजको त्यो गोजीमा कन्डम हालेको सरज खनाल सर रिसाउनु भएको जस्तो लाग्यो मलाई। होला देखिन म पनि रिसाएँ नि, मैले ढुङ्गा लिएर लहटारै के हो सुनौ न के ल अब धनगढीमा ढुङ्गा लिएर लगे के गर्दा धेरै ठाउँ भनिसक्यो। भनेको भनौँ न आज पनि अब तपाईँहरूको आजको यो शुभ पोडकास्ट पहिलो कार्यक्रममा अन्त भने भए नि म रिपिट गर्छु। के भयो भने हामी शिखर साँझ भन्ने प्रोग्राम लिएर मेचीदेखि महाकालीसम्म टुरमा हुन्थ्यौँ। अनि मेचीदेखि सुरु गर्दै हामी धनगढी पुग्यौँ। अनि धनगढी पुगेर राति होटेलमा बसियो। अनि बिहान उठेर हाम्रो गायक प्रकाश श्रेष्ठ र म दुईजना ब्याडमिन्टन खेलिरहेको थियौँ होटेलमै। किरण आएर दाइ एकचोटि हस्पिटल जाउँ न भन्नु। किन भने पेट दुख्यो भने। अनि म त्यो बेला चाहिँ कस्तो नि इमर्जेन्सी र फर्स्ट एडका मेडिसिनहरू सबै बोकेर हिँड्थेँ। अनि एउटा ट्याब्लेट दिएँ, यो खानु भएन भने जाउँला भनेर दिएँ। 5 मिनट पनि भएको छैन औषधि खाएको, दाइ यसले त भएन भन्नु। अनि मैले होइन औषधिले काम गर्न पनि त टाइम लाग्छ नि, 10-15 मिनट आधा घन्टा लाग्छ। अनि भएन भने जाउँला भने खोटो भित्र मलन राई कहाँ गएछ। अनि मलन राई आउनुभयो। राजा किरण असाध्यै करायो, एकचोटि लगिदियो भने त उसलाई नै मनमा शान्ति हुन्छ भन्नुभयो। अब ब्याडमिन्टन खेलिरहेको मान्छे हस्पिटल त्यहाँ भनेर अनि लगेँ हस्पिटल। अनि हस्पिटल कम्पाउन्डतिर छिरिसकेपछि यता सडकतिर पहिला यहाँ यस्तो थियो उतातिर देखाउँदै लगेँ कि किनभने फेरि साइनबोर्ड पढ्ला भन्ने डर भयो। अनि हस्पिटलभित्र छिरेको ठ्याक्क बाटोमै डक्टर भेट भयो। ओहो राजारामजी कहाँबाट आज हाम्रोमा आउनुभयो भने साथी बिरामीबाट जचाउनु ल्याएको डाक्टर साहब भने। ला यो त पशु अस्पताल पऱ्यो। त्यतिखेर तपाईँले भेटनरी लानुभयो। अनि मान्छेको औषधिले नछुवा भने यहाँ ल्याए डाक्टर साहब। त्यहाँबाट मलाई लखेटेको हो। लखेटेको त्यसमा न औषधि खानु पर्यो न रेस्ट भयो, केही पनि गर्नु नेचुरोप्याथी एकैचोटि निको हुनुभयो। हिँड्दाखेरि एकदमै सतर्क भएर सतर्क त म किनकि उरुमा त प्रायः अब मन्दै हाल्दा एउटा रुममा उरुमा सरे जुन बेला अलर्ट हुनुपर्ने कि कुनै बेला पनि त्यहाँ एक्सिडेन्ट हुन सक्छ। अस्ति म जात्रामा चितवन जाँदा पनि 3 जनालाई एउटै कोठा बनाउनु भएको छ किरण दाइले होइन। अनि मैले पनि राजाराम त एउटै कोठामा बस्नुहुन्न होला दाइ भनेर भने। अन्त होइन 3 जना रमाइलो हुन्छ भन्छ, तर एउटा कुरा चाहिँ त्योसँग सतर्क चाहिँ हुनुपर्छ। के गरिरहेको हुन्छ सबै चिज चाहिँ ध्यान दिइरहनुपर्छ भन्नुभएको थियो। अनि राजाराम दाइ आफैले आवाज त्यो 3 जना कहाँ भयो सिङ्गल आनन्द बिन्दासमा बस्नुपर्छ र अर्को कोठा लिएर बस्नु। एक ठाउँ पर्नु हो भनेपछि चना भइरहनु पर्ने। कि जुत्ता चिनी हालिदिने, कि कसैको मन्दन ल्याएर निचर हालिदिने, कि कसैको एउटाको झोलाको सामान अर्को झोला हालिदिने, कि ढुङ्गासँग ल्याएर झोला हालिदिने, त्यस्तो के केही गरिरहने कि स्टिलको गिलास यो
स्टिल गिलासमा तातो चिया हालेपछि त्यो आफैमा कति त्यो चिया हुन नि तातो भइरहन्छ नि त्यो ल्याएर सुतिरहेको बेला काना पोल्ने के गरे फ्रेस बनायो उहाँले इजिली फेरि के अरे फ्रेस बनायो साथीहरूसँग के सुतिरहेको अनि सर तपाईँहरूले चाहिँ बदला तिर्नु भएन कहिले मलाई चाहिँ तिर्ने भनेर चाहिँ प्लानिङ आउँछ गर्न सक्दिनँ क्या म चाहिँ यस्तो गर्ने भने कस्तो नि यो कला हो कि त्यो कला निकै राम्रो प्लानिङ हुनुपर्छ नि सर प्लानिङ हुँदैन त्यो त अब अन द स्पट के हुन्छ अन द स्पट त्यो के देख्यो के त्यो प्रोपर्टी हो नि त त्यो त हाम्रो सोचेर त बस्नुहुन्छ होला नि सर आज सोचिन्न अनि मैले उहाँलाई फनी गरेँ भने चाहिँ अब नर्मल कुरा हाम्रो त्यो एउटा हिँडे यो के अरे राजदरबारको पूर्वपट्टि गेटमा चाहिँ यो गणतन्त्र पार्कमा हाम्रो भिजिट भिजा भन्ने एउटा फिल्मको सुटिङ भइरहेको थियो 125जना क्राउड उहाँको पनि रोल थियो होइन उसको दाल भात तरकारीको भिजिट भिजा भन्ने गानामा सुटिङ थियो त्यो दिन उहाँको बर्थडे रहेछ अनि बर्थडे भइसकेपछि चाहिँ हरिवंश पनि करिब करिब उहाँसर चाहिँ होइन करिब करिब फनीमा चाहिँ उहाँ पनि पराकाष्ठै हो तर अहिले पछि चाहिँ अब उहाँले आफूलाई परिमार्जित गर्नुभयो उहाँले आफूलाई शालीनता बनाउँदै लिएर जानुभयो होइन अनि एकै नि आउँदा आज राजाराम बर्थडे चाहिँ के न के गरेन के गर्ने ल भन न उहाँ असाध्यै टाउको खानुपर्ने मान्छे क्या त्यो खसीको टाउकोहरू गर्दा उहाँको प्रिय हो किनभने त्यसै फ्याट कम हुन्छ अनि बोइल गरेर खाने मिठो झोल हाले नि मिठो फ्राई गरेर नि मिठो यस जस्तो गर न भनेर भनेपछि अनि मैले प्रोडक्सन म्यानेजर हाम्रो नरेन्द्र कंसाकारलाई यता यहाँ आउनुहोस् त एउटा ठिक्क धेरै ठुलो होइन ठिक्क खालको सानो गाँठीको एउटा टाउको लिएर आउनुहोस् प्रेसर कुकर पनि किनेर ल्याउनुहोस् तेल पोको पारेर ल्याएर दिने भनेर यत्रो ठुलो बनाएर ठुलो बाक्सामा राख्यौँ त्यसपछि सानो बाक्सा गरेर चट्ट प्रेसर कुकरमा टाउको राखेर टक्क ल्याएर भाइ अब त्यो बेला फेरि पत्रकारहरू सबैलाई बोलाएको थियौँ हामीले आज राजाको बर्थडे पनि सुटिङ रिपोर्ट पनि गर्ने भनेर 12-15जना अहिलेको यो 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 अनलाइन खबरहरू रातो पार्टी सेतो पार्टी सारा भाइहरूलाई चट्ट बोलाएर ल्याएर ह्याप्पी बर्थडे सारा गरेर ल गिफ्ट पनि भनेर सबैले राखेर मदनदालाई थाहा दिएको छैन हरिवंश म र नरेन्द्र कंसाकारलाई मात्रै थाहा छ यो कुरा अनि खोल्दै गयौँ अर्को बाक्सा आयो खोल्दै गयौँ फेरि एउटा अर्को सानो आयो खोल्दै जाउँ अर्को सानो थर्ड टाइम चाहिँ प्रेसर कुकर ओहो भनेर अनि खुसी हुँदा प्रेसर कुकर दिएँ अनि प्रेसर कुकर चट्ट खोलेर आएर बिर्को यसो खोलेर आएर ठ्याक्क टाउको यहाँनिर उहाँकै अनुहारको टाउको टक्क मिलाएर टाउको नि विशाल ठुलो थियो नि सिँगै नअटेर त्यसलाई 2 टुक्रा पारेर काटेर कोचकाच गरेर हाले रहेछ मैले नहाँस्नु न के गर्नु निलो किन हाँसेँ नि मजाले बेलुकाको सिन सम्झी हाँसेँ हाइलाइटै त्यो दिन भएभरको 3 दिनसम्म उहाँको मात्रै यो बर्थडेको मात्रै चर्चा रह्यो क्या त्यस्तै खालको 1-2वटा मैले पनि गरेको छु तर मैले चाहिँ धेरै गरेको छैन मैले एउटा हल्ला सुनेको हो कि होइन होइन यो चाहिँ जस्तो तपाईँको हामी साथीभाइ बस्दा पनि यस्तो तपाईँहरूको किस्साहरू सुनिन्छ क्या पहिला त्यस्तो भएको अरे पहिला यस्तो गर्नुभएको अरे भन्ने होइन तपाईँले अनमोल केसीलाई पनि सिकाउनु भएको थियो अरे होइन अनमोललाई त्यो अनमोल पनि बच्चामा त उठपट्याङै थियो नि त्यो के थियो भन्नु अनमोलको कुरा मलाई थाहा छ तपाईँहरू 2जना हुनुहुन्थ्यो भन्ने सुनेको मैले होइन खेम शर्मा र म थियौँ त्यो करोडपति भन्ने फिल्मको पारिश्रमिक लिन जाँदा सानो फुच्चे थियो अनि त्यो बच्चाहरूसँग अरूसँग खेलेकै शब्दहरू हामीलाई प्रयोग गर्थ्यो क्या फुच्चेले अनि हामीले ए बाबु यस्तो बोल्नु हुँदैन भन्दा झन् बोल्ने अनमोलकै छाडा बोल्ने रहेछ सानोमा बाबुले सिकाएको होला सिकाउनै भएन उल्टो सिकेर शिवहरि सरले पनि लास्टै स्याबेज उत्तर दिनुहुन्छ भन्ने चाहिँ हाम्रो ग्रुपमा चाहिँ हुन्छ होइन त्यो फिल्म सुटिङमा वडा नम्बर 6 कि छक्का पन्जाको सुटिङमा पनि वर्षा राउतले चाहिँ दाइ आज सँगै जाने भन्दाखेरि ला म त घर आउँछु भने नि ए तपाईँको होइन तपाईँले त हाम्रो जितु नेपाल सरको छोरालाई चाहिँ होला सुसुलाई ठुलोमा के भन्छ ठुला मान्छेले के भन्छन् भनेर सिकाउनु नुहाउँदाखेरि भन्दै अरे भान्जा भान्जीले सिकाउने अर्का बच्चालाई आफ्नै भान्जाले सिकाउने अर्काले अरू यस्तो रमाइलो छ क्या धम्पुसमा
धम्पुस त्यो सुशील सम्पत्तिको सुटिङमा गएको अनि जयनन्द लामा म हामी थुप्रै थियौँ अनि जुन घरमा सुटिङ गरेर त्यहाँ यत्रो बच्चा थियो कि 3-3.5 वर्षको बच्चा त्यत्रो युनिट कोसिस गरेन मै कहाँ आउने कहाँ बस्ने मेरो कपाल चलाउने यस्तो मलाई पछ्यायो कि पछ्याएपछि त बच्चा भने त मेरो प्रपर्टी भयो फेरि अनि ल बा भनेर एउटा लगाएर सिकाइदिएँ अनि त्यो घरको लोकेसन सिद्धि हामी त्योभन्दा अलिक पर गयौँ अनि त्यहाँबाट सुटिङ सिद्धिएर आएको त्यो सिद्धेर आउँदाखेरि बच्चाको बाबा नै आइसकेर आएको छ अनि बच्चा अनि मैले माथिबाट बाबु त्यो के भन्ने त उसले ठ्याङ भन्ने बाबामा जिल 10 मिनट छोरो घरकै मैले सुनेको चाहिँ जितु नेपाल दाइको छोरा सानो सानो अरे अनि उहाँले अब यसलाई सुसु भन्दैनन् ठुला मान्छेले अर्कै भन्छन् भनेर सिकाउनु भएछ नुहाउँदाखेरि मेरो त्यहाँ नछिनु भनिदियो अरे कसले सिकाएको भन्दा उहाँले राजाराम ठुलो भए अनि उहाँको चाहिँ एकचोटि दुबईमा हामी सुटिङमा गएको थियौँ दिलीप रायमाझी म उहाँ नारायणपुरी अनि हाम्रो के अरे हाम्रो दाल भात तरकारी हिरोइन नाम के अरे आँचल शर्मा होइन निरुता सिंह निरुता सिंह गएको थिएँ हामी 3 जना प्लेनमा सँगसँगै थियौँ सिटमा प्लेन उड्यो अनि उहाँले निरुतालाई भने कस्तो हेर न प्रड्युसरले कस्तो बेमान गरे यार कसै अलिकति विचार गर्नुपर्छ भने के भयो दादा भने तिमीलाई त मलाई एउटै रुममा राख्दैछन् हेर तिमीलाई मलाई एउटै रुममा राख्दैछन् मैले हुँदैन भनिदिएको छ तिमी पनि गएर एकपल्ट है कसरी भयो सिरियस भएर के चिज गर्न गए के चिज गरेको सुन्नु भयो हाम्रै अगाडि गएर अस्ति हामी त्यो डान्स च्याम्पियनमा भेट हुँदा पनि निरुता दिदी त कुरा गर्नुहुँदै थियो यो दाजु त मेरो गाला यो आँखा मेरो चाउरी पऱ्यो कि यही दाजुसँग बसेर त्यो फोटोको कोही के किस्सा भन्नुहुँदै थियो फोटो जति सब कुनै कान कुनै नाक होइन अब त्यहाँ चाहिँ म कोरियोग्राफर पनि हो दिलीप रायमाझी कोरियोग्राफर म चाहिँ दिलीप रायमाझीको असिस्टेन्ट डान्समा क्यासेट बजाउने अनि त्यहाँबाट त्यो उ गर्ने आमा भन्ने कि नेपाल सन्देश कि यस्तै ठुलै फिल्मको सुटिङ थियो त्यसको गीत फिल्मको त्यसको गीतको सुटिङ अनि त्यो बुर्ज अल अरब छ नि त्यो यस्तो डल्फिन टाइपको त्यसको नजिकै चाहिँ अनि उनले चाहिँ त्यो ह्यान्डिक्याम क्यामेरा लिएको रहेछ अनि म चाहिँ यतापट्टि बिजी त्यो क्यासेट अन गर्ने गीत उसको लागि अनि दादा यो तपाईँ लिएर यसो हाम्रो यो सिनहरू खिचिदिनुहोस् भने उहाँले फेरि त्यो टुपिसमा आगा त्यो सिसाइडमा टुपिसमा आगा खैरे नि जम्मै स्विमिङ गरेर बालुवामा लडिरहेको सबै खिचेको अनि दाइले सिकाइरहनु भएको त्यहाँ यस्तो यस्तो भनेर दाइ दौडादौड गर्नुभएको क्यामेरा फर्काएर आफ्नै पनि खिच्ने त्यो सबै गरेर 1-2 टुक्रा हुनेहरूको पनि थियो अनि राम्रोसँग खिचिदियो दादा भनेर एकदम राम्रोसँग खिच्दा अब दार्जिलिङमा लगेर बुवा मम्मीलाई देखाउनु पर्छ भने लगेर देखाइछन् अर्को दिन यहाँ भेट्दा त बोल्दैनन् म्याकेट पनि खिचिदिनु भएको रहेछ टुपिसमा समुद्रमा कोही कोही त न्याकेट पनि सिद्धिरहेको नेगेट चाहिँ थिएन चाहिँ पछाडिको हिपहरू यताउति हिप बढी क्या बढी अनि किन के भयो यार भने त दादा कस्तो खिचिसक्यो म ड्याडी मम्मीको अगाडि देखाउँछु मेरो गीतको चाहिँ धेरै छैन सुटिङको केही पनि छैन खालि त्यो खैरे सुते मात्रै तर त्यतिखेर फिल्ममा गर्दाखेरि पनि फिल्म गर्दाको अनुभव अलिक छुट्टै हुन्छ है यो हाम्रो टेलिफिल्महरू गर्नुभन्दा चाहिँ फिल्म भने त अब त्यो एउटा प्याकेजमा धेरै हुन्छ नि मान्छेहरू पनि 60-70 जना हुन्छन् अब त्यो ठुलो पर्दाको फिल्म रे भनेपछि अब त्यसको कस्ट पनि ठुलो उ भयो अब त्यो वातावरणै ठुलो भयो होइन क्यानभासै ठुलो छ अनि त्यसले गर्दाखेरि त्यो अब त्यस्ता किस्साहरू त्यस्ता धेरै चिज अब हास्य स्वभावको हिरो भनेको चाहिँ हाम्रो दिलीप रायमाझी सर नै होला हास्य पनि गर्न सक्ने सिरियस पनि गर्न सक्ने डान्स पनि त्यतिकै मैले देख्दा चाहिँ एक्टिङ र डान्सको राजै हो कलाकारिता एउटा सोध्नु लागि हामीले अहिले यो सुटिङ गरिराखेको कति 1 वर्षकै लागि कि एक भएकोलाई हो यो त दिनभरि लाग्छ
सिद्धिँदै यो सबै अघि हामीले ब्रेकफास्ट खाइदिएको बाजाले 11 बजे भात खाइन्छ घन्टी बज्यो। सर भोलि अमेरिका जाँदै हुनुहुन्छ है? पर्सि। ए कहिले आउनुहुन्छ सर? म छिटै आउँछु। उतै बस्ने गरीको प्लान छैन सर? छैन कहाँ त्यहाँ हामीले बसेर के गर्ने, यहाँ यस्तो बिन्दासको लाइफ छ, त्यहाँ बसेर हुँदै हुँदैन। यहाँ कलाकारिता यसरी गफ गर्न पाइने, उता दौड्यो यहाँ 5 पैसा नभए नि बाँचिन्छ। बाहिर गाह्रो छ कि हो, बाहिर गाह्रो। तपाईँ त बस्नु नि भयो नि धेरै समय, तपाईँ त फर्किनु भयो। 7 वर्ष बसेर। कुन ठाउँ पो बस्नुभएको थियो? भर्जिनिया। ए सर किन फर्किनु भएको, के मन परेन त? बस्नै मन नपऱ्यो। ए हो, मलाई फाप्दै नफापे देश, जे गरे नि बिग्रिने कि उडे थियो नि अनलकी भाग्यो। उडेको दिन झराझरा पढ्यो, उड्या दिन ट्विन टावर हाने आयो उहाँ। त्यसो 15-20 दिन 1 महिना आकाशबाडी अमेरिका उडेको प्लेन आकाशबाडी लन्डन रोकेर 7 दिन लन्डनमा बस्नुभयो। अमेरिका गए मान्छे लन्डन कसरी बस्नु? अमेरिकाले ओसाना बिन लादेनले त्यत्तिकै मारेको त हैन नि, तपाईँले पड्काएको त हैन नि त्यो। एयरलाइन्स पनि म जुनमा चढेको छु, युनाइटेड एयरलाइन्स। त्यो त्यसैले हो ट्विन टावरमा हाने पनि युनाइटेड। त्यही युनाइटेडले हाने। हेर्नु त डर प्लेनभित्र चकमन्न सबै प्यासेन्जर त चुइक्क, न कोही बोल्छ न कोही उठ्छ। तपाईँलाई त्यो प्लेन उड्दा त्यो दिन हामी चाहिँ फेरि यो जेबो राम्रो भयो नि फिल्मको, जेबो राम्रो भएको सुट के गीत रेकर्डिङको लागि हरिवंश म र मनोज राठी सम्बुजित बासकोटा बम्बईमा थियौँ। अनि राजाराम आज अमेरिका उड्यो है भनेर हामीले गफ गरिरहेको थियौँ। बेलुका नास्ता सास्ता त्यो बेला पनि अलिकति टुच्चा पार्थेँ। त्यो टुच्चा पार्ने बेला चाहिँ न्युजमा सुन्ने त ल ट्विन टावर हान्यो रे, राजाराम के गर्यो होला त अब भनेको हाम्रो त्यो चिन्ता भयो। अनि त्यो बेला अब यो अहिलेको जस्तो त्यो फोनहरूको पनि सुविधा थिएन। अनि पछि बुझ्दै गरेर चाहिँ राजारामको प्लेन अमेरिका जान लागेको, भर्जिनिया न्युयोर्क जान लागेको प्लेन यतातिर लन्डन गएर उभो रे भनेर लन्डनमा गएर बस्यो रे भन्ने थाहा पाएको। त्यो पनि कस्तो भयो भने प्लेन फर्कायो, हामी अमेरिकामाथि नै उडिरहेको थियौँ होइन। प्लेन फर्कायो, लन्डन लगेपछि कहाँ अब होटेलमा लग्यो। होटेल पनि त्यहाँ एयरपोर्टबाट झन्डै 2 घन्टा पर लग्यो राति। म त्यो ट्विन टावर हान्यो भन्दाखेरि चाहिँ त्यति मलाई त्यो लागेको थिएन, सक भएको थिएन कि, किनभने यहाँ जहिले पनि म यति मऱ्यो यति मार्यो यता पड्क्यो उता पड्कायो त्यत्तिकै न्युज सुनिरहेको मान्छे नि, माओवादी द्वन्द्वमा। अनि त्यो हल्का ल्याएको थिएँ। अनि जब होटेलमा पुगेँ टिभी खोलेर न्युज हेरेपछि अनि सातो गयो मेरो त। म त प्लेन ठोक्यो मात्रै भन्न थालेँ कि। टेरर त जुन कारणले भए पनि नराम्रै हो नि। त्यही त नि, त्यत्रो विपद भएर छ। त्यसपछि जस्तो अमेरिकामा 7 वर्ष बसेपछि 700वटा कहानी छ उहाँको। अब यो आज यो भ्याइन्न। तपाईँलाई आफूले गरेको मन परेको फिल्म या कुनै एउटा चिज छान्नु पर्यो भने जस्तो मलाई अब मैले भन्दा नि मैले आफूले गरे त सबै राम्रो लाग्छ, तर दर्शकले मन पराएको चाहिँ पहिलो टेलिफिल्म 15 गते भइगयो। 15 गतेमा हजुरहरूको जोडी 15 गते हामी दुईजनाको लागि माइल स्टोनै हो त्यो। अनि त्यसपछि अर्को फिल्मको कुरा गर्दाखेरि मैले कयौँ फिल्म खेलेँ जहाँ गए पनि मान्छेले कुरा निकाल्ने फिल्म भनेको दक्षिणा। त्यसमा मैले बोका चोर्या कुखुरा चोर्या मान्छे सानो गाँठीको यत्रो कट्टु लगाइदिएको थियो। मलाई पनि तुलसी घिमिरेले भन्नुभएको थियो, म चाहिँ मलाई त्यो गर्मीमा मलाई घमरा आउँछ क्या बढी। गर्मी कारणले मलाई 15-20वटा फिल्म छोडेको छु मैले। चितवन बुटोल भैरवा विराटनगरको फिल्महरू क्या, त्यो ठाउँमा सुटिङ हुनलाई। अनि मैले चाहिँ गरिनँ, उहाँले गर्नुभयो। उहाँले गरेपछि उहाँको सिन कस्तो पनि यत्रो ठुलो चोरको रोल क्या, यसो होइन ठुल्ठुलो नचोर्ने, कुखुरा चोर्ने, तरकारी चोरेर खल्तीमा राखेर बेच्दै हिँड्ने। बहुत रमाइलो खालको थियो कि उहाँ। त्यसपछि मैले कति फिल्म खेलेँ, मान्छेले त्यो अरूको कुरै गर्दैन, त्यही दक्षिणाकै कुरो गर्छ। सर जस्तो तपाईँहरू तिनैजनाको चाहिँ विदेश टुर कति ठाउँ भयो, तिनैजना सँगसँगै चाहिँ? अब राजाराम राई र म भन्या चाहिँ महसँगको सहकार्यमा करिब 27-28वटा देशमा गइयो। त्यो 27-28वटा देश त रिपिट शिवरी पौडेलसँग पार्टनरसिप हुँदाखेरि पनि 27-28 मात्रै होइन, 40-42वटा देश जतिको चाहिँ देश घुम्ने शुभ अवसर पाइयो। त्यसमाथि धेरैवटा देश चाहिँ रिपिट
जस्तो अस्ति भर्खरै अस्ट्रेलिया गएर आइयो अस्ट्रेलियामा फेरि 7 वटा सबै सोल आउटहरू सोहरू सबै सोल आउट सबै है जो जहाँ नेपालीहरूले साधारणतया नेपालीहरूले अफोर्डै गर्न नसक्ने 2500 क्यापेसिटीको 1 करोड 15 लाखले 8 घन्टाको हल भाडा कति 1 करोड 1 करोड 15 लाख राम 8 घन्टाको 1 घन्टा उसलाई हल्ला मात्रै साउन्ड सिस्टम बाहेक सिडनीमा सर सिडनीमा सोल आउट भयो त्यो 2500 8-10 करोडको व्यापार त एउटा हल्ले मात्रै गरे त्यहाँ होइन इनर्जी त अहिले पनि स्याम छ अस्ति हामीले म जात्राको हजुरहरू 3जना भएको पर्फर्मेन्स नै हेरेको त्यो कति धेरै राम्रो लाग्यो त्यो हाम्रो अहिले त्यो पनि अहिले भर्खरै टुरहरू सिद्धाएर हामीले विराट के अरे यता भैरवा हामी त बढी हेर्न भन्दा पनि सिक्न जान्छौँ नि त सर पहिला पनि 3जनाले त्यो बोर्डर चेक पोस्ट भन्ने 3जनाले गरेको त्यो पनि थियो पहिला मजा मलाई थाहा छ सर मैले हेरेको छु त्यो पनि अस्तिकोमा त तपाईँलाई त मैले नचिनेको नि सुरुमा चाइनिज म त एकछिनपछि पो तपाईँले इन्सेन्ट गरेको त्यो सबै जिब्रिसमा बोलेरै बिलिभ गराउनु भएको थियो त्यो कहिले आउँछ भिडियो आउँछ होला आउँछ हिजो अस्ति खिच्यौँ हामीले अब आउँछ एक राउन्ड अब त्यो बाहिर विदेशबाट अफर आइरहेको छ क्या अहिले हामी मदनलाई हर्दाई र हामीले ओके गर्ने हो भने अमेरिका 3 महिनाको लागि ओके छ हाम्रो तर अब मदनदाईको कारण अनि हर्दाईको सुटिङको कारण अनि अब उहाँ अमेरिका म यहाँ मेरो अरू काम राजाराम दाईको सुटिङ व्यस्तताले गर्दाखेरि पनि त्यति भएको छ मलाई अन्तिममा एउटा कुरा सोध्नु मलाई पनि सोध्न मन लाग्यो म नि सोध्छु तपाईँ नि सोध्नु ल अन्तिम है त अब फर्स्ट अन्तिम सेकेन्ड लास्ट अन्तिम सेकेन्ड अनि एकअर्कालाई एक-एकवटा क्वेसन सोध्दै अनि सक्ने नियमै बनायो यसै नियम बनायो मैले खासमा के भन्नु खोजेको थिएँ भने जस्तो प्रोग्रामतिर हिँड्दा पहिला सर पारिश्रमिकहरू मजाले पाइन्थ्यो जस्तो कसैले दिन्छु भनेर पर्फर्मेन्स गरेको पैसा हुन्छ नि महोत्सव भयो सोहरू भयो तपाईँहरूले पैसा सबै पाउनु भयो कि मान्छेले ठगे झुट बोलेर अब होइन 80% त पाएका छौँ हजुर 20% चाहिँ भोलि दिन्छु भनेर नदिया कहानी पनि छन् कार्यक्रम दिनबित्दै दिन्छु भनेर दिँदै नदिएको कार्यक्रम पनि छ हामी 7जना यहाँबाट नेपालगञ्ज गएर नेपालगञ्जमा अर्गनाइजरले हामीले पजरो गाडी लिएर गएको जित्यौँ नेपाल हामी यो फिस्टे शिवरी भाइ हामी सबै गएको थियौँ पैसा नदिएर आजसम्म नपाएको घटनाहरू पनि छन् तर त्यो धेरै छैन 20% चाहिँ त्यसरी खाइदिएका नदिएका झुलाएका छन् त्यस्तोमा रिसाएर फोन गर्नु भएको छैन तपाईँले एक पटक गरेका छौँ अब उठाएर आएन एक पटक भनेका छौँ त्यसपछि फोनै उठाउँदैन अहिले त बिर्सियो पनि अब त्यसै आयोजक कुट्नु त भएको छ बाहिर छैन बाहिर विदेशमा पनि मलेसिया पनि भएको छ पैसा हात हाल्ने अनि स्टेसन जान्छु भनेर न्यु पनि गइरहेको छु मैले करिश्माहरू हामी मलेसियामा जाँदाखेरि मलेसिया नै 8औं पटक मलेसिया पनि पहिलोपटक गरेको मलेसिया साउदी अरब पहिलोपटक कुवेत पहिलोपटक जस धेरै ठाउँमा पहिलो त हामीले पहिलोपटक पाइला टेकेकै हामीले कलाकारहरू त्यसपछि अरू कलाकार त्यसपछि बाटो खुल्यो अरू आर्टिस्टलाई त्योभन्दा अगाडि कोही पनि गएको थिएन मस्को पहिलोपटक कोरिया पहिलोपटक हङकङ धेरै पहिलोपटक हङकङ पनि पहिलोपटक नेपाली आर्टिस्टको त प्राय हङकङकै सुरुवाती जर्नी हुन्छ होइन धेरै गजरेल सरदेखि लिएर हङकङ कतार र मलेसिया दुबई यिनीहरू चाहिँ अलिक पहिलो प्रायोरिटी अनि उहाँ गइयो के अरे बुढ्नाई माइकल ज्याक्सन कार्यक्रम हामी सँगसँगै थियौँ मैले माइकल ज्याक्सन कार्यक्रम पनि लाइभ हेरेँ रामकृष्ण ढकाल लिएर मैले उहाँहरू चाहिँ हेर्नु भएन बस्नुभयो म चाहिँ प्रोग्रामको एमसी थिएँ अब एन्ड नगरिकन जाने कुरो जान त मन लागेको थियो होला तपाईँलाई जानु मन थियो नि टिकटै पठाएको प्यालेसबाट माइकल ज्याक्सनको लाइभ सो हेर्नु कुन मैले मेरो चाहिँ क्वेसन के भने जस्तै धेरै ठाउँ सो गरिरहँदाखेरि चाहिँ कहिले चाहिँ त्यो दर्शकहरू फ्याट्टै नहाँसेर मुस्किल परेको समय छ कि छैन म भनिहाल्छु हामी एउटा गायत्री प्रोग्राम लिएर बुटोल गएको थियौँ होइन त्यहाँको लागि मात्रै स्पेसल अर्डर थियो अनि ल भनेर त्यहाँको त्यो अफरमा गयौँ हामीले पनि रिक्वेस्ट गरेर राख्न लगाएको थियौँ सो किरण दाई म हाम्रो मनोज गजरेलजी दिपा राजम दाई नै हुनुहुन्थ्यो क्या त्यो बेलामा सबै कलाकार हामी गएको थियौँ कसैको कार्य शैलेन्द्रजी कसैको प्रोग्राममा चुइकै आउँदैन नि त जितु त खल पसिना निकाल्नु बाहिर निक्ल्यो
अनि त्यहाँबाट हामी छक्क के हाम्रोमा हाँसेन, जितुले त हँसाउँछ भने त्यो पनि छैन, उसकोमा हँसाउँछ भने त्यो पनि छैन, उसकोमा बाहिर आएपछि एक दुईजना कलाकारले अब यहाँ त नआए हुन्छसम्म भने सल्लै गरेर नहाँसे जस्तो भयो कि सानो हलमा गरिएको थियो गर्नु चाहिँ मरे नहाँस्ने पछि मसम्म बोलाउँदा त्यही मनस्थिति लिएर गयौँ। 1.5 लाख जतिको भिड थियो किरण दाइ र म जाँदाखेरि। पछि फेरि त्यो भिड हाँस्दा स्टेजमा हामी आफै तर्स्या त्यस्तरी त्यस्तो नहाँसेको केसहरू छ। त्यो स्टेज मान्छे हाँस्दाखेरि चाहिँ कस्तो त्यो छुट्टै खालको आनन्द आउँछ नि, त्यसले चाहिँ मलाई त्यो बहुत टिकाउने चाहिँ आफूलाई चाहिँ त्यो त इनर्जी भइहाल्यो, त्यो हाँसो भने त इनर्जी भइहाल्यो। यस्तै नहाँसेको एउटा घटना चाहिँ नि हाम्रो विज्ञापन नाटक कालिम्पोङमा देखाएको। कालिम्पोङ हो कि सिक्किममा हो, कन्फ्युज भएँ, जो सिक्किम अथवा कालिम्पोङ दुई ठाउँ। मरि गए फिटिकै कोही हाँस्दैन, फिटिकै हाँस्दैन है। अनि हामी सल्लाह नि ल यहाँ मान्छेले बुझेन कि उताको पोलिटिक्सहरू बुझेन कि के भयो कि के मरि गए हाँसेन। अनि प्रोग्राम सिद्धिएपछि अनि मान्छेहरू आए, फोटोसोटो खिच्न थाले। त्यसपछि होइन हाम्रो प्रोग्राम राम्रो लागेन कि के भयो, कोही पनि हाँसेको छैन भने कहाँ राम्रो लाग्नु, यस्तो राम्रो कार्यक्रम हामीले त पुरा इन्जोय गऱ्यौँ नि, खै त कोही पनि हाँसेको छैन। कहाँ हामी हाँसिदियो भनेदेखि त तपाईँहरूले आर्टिस्टलाई त्यहाँ डिस्टर्ब हुन्छ नि, आर्टिस्टलाई डिस्टर्ब हुन्छ। कलाकारलाई त्यस्तो माया गर्ने कि त्यहाँ त्यो त वाइल्ड रेस्पेक्ट हो, एक्सपेक्टेसन माथिको रेस्पेक्ट भयो। कतिपय ठाउँमा चाहिँ व्यङ्ग्य बढी भयो भने पनि मान्छेलाई इन्ट्रेस्ट हुँदो रहेछ कति भने फन्नी डायलगहरू भन्दा पनि। अब त्यो गायत्रीमा त व्यङ्ग्य हुन्छ नि त, अन्त जसले पनि त्यही व्यङ्ग्य हानिरहेको हुन्छ एकरो भन्ने तालमा पनि मान्छेलाई घत लाग्दो रहेछ, त्यसले गर्दा पनि नहाँस्ने हुँदो। अनि मलाई अस्ति गाई जता हेर्दाखेरि एउटा चाहिँ सोध्नु मन लागेको छ, त्यो ट्याक्क स्टेजमा पर्फर्म सक्नुहुन्छ अनि तपाईँहरू ब्याक स्टेज जानुहुन्छ, कहिलेकाहीँ माइक निभाउन बिर्सेर नि आज त यस्तो हो भन्दै हुनुहुन्छ तपाईँले। किरणले हो मेरो बढी अनि हरिवंशले स्टेजबाटै गाली गर्यो फेरि। त्यस्तो हुन्छ नि सर, गइन्छ मुडमा हुन्छ नि त, अनि त्यो माइक अफ गर्नै भ्या हुँदैन कि। अस्तिकैमा पनि त म भित्रपट्टि माइक अन गर्दै रहेछ त्यो भाइहरूले, अहिले उताबाट अफ भएको छैन अन भएको छैन, यहाँ त अन गर्दा केही फरक पर्दैन भनेर राखिदियो। त्यही बेलामा उताबाट अगाडिबाट नि गर्दै रहेछ, कार्यक्रम सुरु भइसकेको थिएन, दर्शक आएर बसिसक्नु भएको थियो। अनि हाम्रो विनोद केसीजीले मलाई फोन गर्नुभयो कि, अनि मैले हेलो भने दाइ तपाईँ बोले सबै यहाँ सुनिरहेको ए हो र भने अन रहेछ, अनि हतारमा त फेरि अफ गर्न मैले त्यो शाहरुख खानको ब्याक स्टेजको एउटा कार्यक्रम हेरेको थिएँ कि, शाहरुख खान र काजलको लन्डनमा। त्यो तिनीहरूको चाहिँ अब ड्रामा होइन डान्स थियो क्या, डान्स थियो, डान्सको स्टेप बिर्सेछन् क्या तिनीहरूले, त्यहाँ पर्फर्म गरेर स्टेज बिर्सेछन्, डान्स सिद्धियो 4 मिनट चान्चुन गरेर डान्स सिद्धेर आइसकेपछि त्यो तिनीहरूले त्यहाँ अब झगडा गरे क्या, तैँले गर्दाखेरि मेरो क्यारियरमा झगडा पऱ्यो भने मारामार झगडा, त्यो झगडा पनि देखाइरहेको थियो क्या त्यहाँ। त्यस्तो त्यो डायलग बिर्सिने। अब एकचोटि उहाँको र मेरो मन्दाईको हर्दाईको नि मन्दाई हर्दाईको त त्यो श्राद्धि भन्नेमा डायलग मन्दाईले बिर्सिदिनु भयो, हरिले नि उठाउन सकेन, बिर्सेर ब्ल्याङ्क क्या पुरै ब्ल्याक, अनि त्यत्तिकै हाँसिदिनु थाले तिनीहरू। हाम्रो पनि त्यस्तै भैरवामा दुईजना उहाँहरू मेरो त्यो संवाद थियो, के बोल्ने भन्ने कुरै नै थाहा भएन क्या, थाहा नै जिरो झ्याम्मै हुन्छ कि ब्ल्याक ट्रक फेरि आयो। त्यो बेला चाहिँ के गर्ने गर्छु हाँस्यो, अनि फेरि उनी हाँस्यो, उनीहरूलाई चाहिँ सिनै हेरेछ भन्ने पारिदिउँ भने सर किरण सर बिर्सेपछि चाहिँ यत्तिकै दुईजना हाँसो गर्दा गर्दै अनि सम्झिँदै हाँस्नु भएको होइन। अनि त्यो त त्यही त हो नि, त्यो भने त्यही त ला बिर्स्यो भन्ने कुरा आएन नि त्यस्तो घटना नि छ। हामीलाई यो काम लाग्ने चिज हो क्या, त्यो मात्रै होइन, नाम आजकल पनि हुन्छ पट्टपट्ट। अब पालो आउनु ला नि, अहिले तिमीहरूको भइरहेछ होइन, भइरहेछ, एकछिनपछि हाम्रो पालो आउँछ, एकछिन तुरुक्क टोइलेट जाने स्टेजमा हजारौँ सो गरिसक्यो, स्टेजमा जाने बेलामा त्यो भएर नि थुक्न टेन्सन के टेन्सन। शैलेन्द्र सिमखडा सर पनि अस्ति त्यही भन्नुहुन्थ्यो कि यत्रो वर्ष भयो बाबु अझै हो, राजाराम सरलाई पनि हुन्छ त्यस्तो, सरको चाहिँ सिम छैन, जुरो छैन, मान्छे हो होइन सर मलाई त हुँदैन भनेर भन्नुहुन्छ कि भनेर
त्यो भने बाँचुन्जेल सबैलाई हुने मरेपछि हुँदैन बाँचुन्जेल सबैलाई हुन्छ खानामा इन्ट्रेस्ट चाहिँ तपाईँहरूको सोख चाहिँ के जस्तो तपाईँलाई मासु मनपर्छ भन्ने मलाई थाहा छ मलाई पनि मासु सानी कुरो के छ भने आफ्नो पैसा हालेर कि अर्का पैसा आफ्नोमा के अर्कामा के भन्नु त्यो सानो फरक पर्छ कि अब उहाँले अर्का पैसा हालेर भनिहाल्नु भयो एउटा खिस्सा भनिहाल्छ नि ताकारास नेपाल सोसाइटी भन्नेले जापानमा हामीलाई बोलाएको हरिवंश मदन कृष्ण हामी राजालाई गराएको इटालियन रेस्टुरेन्टमा लगेर हामीलाई त्यहाँको मेयरले वेलकम पार्टी दियो अनि हामीले चाहिँ बाटोबाट के मगायौँ उहाँले चाहिँ लिस्ट हेर्नुभयो क्या खानेकुरोको लिस्ट यहाँ चाहिँ महँगो पैसा एक्सक्युज मी दिस गोलबाट सुप पठाइदियो हाम्रो चाहिँ सोलिडी आयो हामीले अर्कालाई छोडिदिउँ उहाँले चाहिँ महँगो पैसामा हेर्ने त्यो गरेर गोलबाट सुप आएको छ फेरि सुप पनि कस्तोमा आएको भने यत्रो किस्ती छ किस्तीमा ढकनी छ त्यो ढकनी पनि गोल सुनको टाइपको क्या त्यो राजा महाराजा लाउने टोपी टाइपको कप छ चट्ट खोले सानो यत्रो कपमा सुप त्यो आएको त्यो उनीहरूको डिसमा सबैभन्दा महँगो डिस रहेछ त्यो हाम्रोलाई त गोलबाट झोल हुन्थ्यो मोमोको झोल तपाईँलाई त पकाउन पनि इन्ट्रेस्ट होइन मलाई खानामा म पनि सोखिङ हो आफूले खाने हो मलाई अस्ति एकजना साथी पकाउनुहुन्छ कि नै पकाउँछु म कहाँ चाहिँ होइन कहाँ चाहिँ कसले खान्छ मलाई खानामा सोख छैन जे भयो नि हुन्छ मलाई यही स्पेसल यही नै भयो हुन्थ्यो भन्ने छैन जे अगाडि आउँछ खाने बेला भयो चाहिँ खाइदिने मजाले खाइदिनुहुन्छ सिद्धियो अस्ति पनि त अर्डर गर्ने बेलामा अहिलेलाई चाहिँ यति ल्याऊ हामी भयङ्कर खाने मान्छे भन्नुभयो लास्टमा अनि फेरि मासु खाएर यसो हड्डी राख्यो हामीले हड्डी यहाँ राख्यो यिनीहरूले यहीँ फेरि सुपाल्ने हुन् कि भन्नुभयो वेटर आयो अस्ति हामी भेट्न गएको थियौँ नि त अर्डर लिन आयो अनि वेटरतिर हेरेर सरले हामी त टन्नै खाने मान्छे हो नि हो यसरी जिस्काएकोलाई कुटुङ लाग्छ भन्दै हुनुहुन्थ्यो मेरो स्वर अलिक सजिलो छ र त केटाहरूले गरी खान पार्छ अब के त बिट मार्नु अब बिट मारौँ होला बिट मारौँ किन हाम्रो खास यो कार्यक्रमको उद्देश्य केही छैन अब यहाँबाट मान्छेले केही उद्देश्य त केही होला विद्यार्थी केही उद्देश्य बिना नि हुन्छ मजाले सातवटा क्यामेराले खिचिरहेको हाम्रो चाहिँ के हो भने जस्तै अब एकदम गम्भीर विषयमा त सधैँ नै गफ भएको तर कुराकानी नै मात्र होस् भन्ने एउटा मैले त गाई जात्राको ब्याक स्टेज सम्झेँ सरहरू अनि सरहरूसँग त्यसरी बसिसकेपछि चाहिँ रमाइलो हुन्छ होला गाई जात्राको ब्याक स्टेजमा बस्न पाइयो भने पनि रमाइलो अहिलेसम्म यत्रा इन्टरभ्यू दियो होइन यो टाइपको इन्टरभ्यू चाहिँ थिएन यसले चाहिँ हामीलाई पनि युनिक एउटा पहिलो अनुभव एउटा छुट्टै खालको मिठो अनुभव रहने यसो हामीलाई सरहरूको किस्सैले पनि यो एपिसोड पुग्छ मलाई चाहिँ डर के भने अब एकैचोटि 3-3जना बोलाउनु भएको छ अब अर्को पार्टलाई मान्छे नपाउने हो कि भन्ने तर आजैको 2 एपिसोड हुन्छ जस्तो छ दुई पनि मान्दैन मैले कति 1 वर्ष लाग्यो भनेर सोधेँ केही बुझ्न मन छ केही क्वेसन सरहरूसँग बस्दाखेरि सधैँ आफूलाई एकदमै हामी भाग्यमानी ठान्छौँ सुनिरहन पाऊँ जस्तो लाग्छ व्यस्त समय बावजुद हाम्रो स्टुडियोसम्म आइदिनु भयो सरलाई शुभयात्रा भन्न चाहन्छु पहिला त किनकि पर्सि जाँदै हुनुहुन्छ अमेरिका अनि फेरि आउँदै हुनुहुन्छ त्यस पछाडि 2 महिना पछाडि आउनुहुन्छ वेलकम अहिले भने र हामी अरू बेला पनि कार्यक्रम नभएका बेला पनि हामी चाहिँ तपाईँहरूसँग भेट्न घुलमिल गर्न बस्न केही प्रेरणाले चाहिँ हुर्केको हो यो मोडेस्ट भएर पनि भने होइन चिप्लो घाँस्नु पनि भनेको होइन तर सत्य नै त्यही हो नि त त्यो हामीलाई तपाईँहरूको हौसला र आशीर्वाद चाहिँ सधैँ चाहिन्छ होइन हामीलाई पनि के भने भाइहरू जस्तो एउटा कलाको खानी मान्छे जस्तो यति चर्चित मान्छेहरूसँग बसेर गफ गर्न पाइयो अबको जेनेरेसन धान्ने नै भाइहरूले हो होइन त्यसले गर्दाखेरि अब हामीलाई पनि भयङ्कर खुसीको सीमा रहेको छ त्यसले गर्दाखेरि अब जाँदै मन एउटा भनिदिउँ के अनि होइन उहाँ मेरो एउटा सानो काम जस्तो नि छ विजया दशमी र दीपावलीको शुभकामना दिनु पऱ्यो अब 10 महिनामा त दसैँ आइगयो दुईटा भाइहरू मेरो पोइन्ट अफ भ्यू मात्रै होइन नेपालकै पोइन्ट अफ भ्यूबाट सर्वाधिक दर्शकहरूले मन पराएको भरत भाइ र सुमन भाइलाई अरू धेरै हाँस्य कलाकारहरूलाई
अवश्य पनि तपाईँहरूले हामीलाई सिनियर लेजेन्ड के सम्बोधन गर्नुहुन्छ नि त त्यस उमेर त्यसको आधारले पनि डेफिनेटली 30-40 वर्ष तपाईँहरूभन्दा अगाडि स्टेजमा पर्फर्म गरेर आइसकेको धेरै उतार चढाव देखेको धेरै पर्फर्म गरेको आधारले म के भन्न चाहन्छु भने तपाईँहरू सिङ्गल पर्फर्म पनि गर्नुहुन्छ अब केही प्रतिशत चाहिँ भन्न मिल्यो छोरी र बाउ सँगसँगै बस्दाखेरि कहिलेकाहीँ दोहोरो अर्थ लाग्नु हुन्छ नि भन्नै मिल्ने खालको त भन्नै पर्छ होइन भने सकेसम्म छेनै पपुलरको लागि त्यो ब्रोइलर कुखुरा जस्तो चाहिँ नबन्नु ब्रोइलर कुखुरा भने चाहिँ के भने उहाँले राजाराम पौडेलको शब्द हो यो उहाँले धेरैचोटि भन्नु 32-33 दिनसम्म ब्रोइलर कुखुरालाई काटेन भने 33 दिनको दिन हाच्छौँ गरे भने नि त्यो तर्सेर मर्छ अरे क्या यहाँले क्षणिक पपुलारिटीले काम लाग्दैन मदन कृष्ण हरिवंश आज फिल्म इन्डस्ट्रीका यत्रा ठुला हिरो हिरोइनहरू भन्दा पनि एक स्टेप अलिकति माथि सबैले माया गर्ने भएको कारण किन त भन्दाखेरि यिनीहरूको शालीनता यिनीहरूको भद्र दर्शकहरूलाई गर्ने व्यवहार दर्शकहरूलाई दिने खुराक दर्शकहरूलाई सँग बोल्ने संवादहरूको कारणले त उनी पूजनीय भएका यी कुरालाई हल्का मान्यता राख्नु भरत भाइको पनि ज्यादै राम्रो छ त्यही राम्रो भएर छ अझ कमेडी उसको चाहिँ विनर हुनु पायो भाइको पनि धेरै नै राम्रो छ यी कुरा बाहेक अरूलाई चाहिँ लामो रेसको घोडा हो भन्न चाहन्छु थ्याङ्क यू सो मच सर आशीर्वाद सधैँ सर तपाईँले जायर्स मात्र मासु खाना चाहिँ नि भन्ने गरेका छौँ कि अब नयाँ जेनेरेसन आउनु पर्यो अब हामीहरू भनेको त धेरै भइसक्यो अब यो हाँसी व्यङ्ग्य विधालाई थाम्ने नयाँ कलाकार आउनु पर्यो भन्दै थियौँ अब भन्दै पाउनु त पायौँ यस्तो होनहार मान्छेहरू पायौँ तपाईँहरू जस्तो तपाईँहरूले धेरै मिहिनेत गर्नु पर्दैन हो स्क्रिप्टमा मिहिनेत गर्नुपर्छ तर नत्र प्रेजेन्टेसनको लागि चाहिँ तपाईँहरूले धेरै मिहिनेत गर्नु पर्दैन साह्रै राम्रो एउटा नाट्यश्वरकै सन्तान सरस्वतीको सन्तान तपाईँहरूलाई यो यतिकै कायम गर्नुहोस् एउटा के भनेदेखि जहिले पनि कुनै पनि मान्छेले कलाकारलाई मात्रै भन्दिनँ उहाँले जहिले पनि एउटा आफूलाई के भने घमण्ड भन्ने चिज चाहिँ कहिले पनि दिमागमा नल्याउनुहोस् त्यो घमण्डको घ भन्ने अक्षर छ नि त्यो घले कहिले पनि माथि लाँदैन घिसार्छ मात्रै है घिसार्छ त्यसैले यो घमण्डको फिटिक्कै फिलिङ पनि नआओस् माता नाट्यश्वर त्यो धेरै माथि गइरहँदाखेरि त्यो अटोमेटिकल्ली घमण्ड बढ्दै जान्छ नि त त्यो चिजलाई कन्ट्रोल गर्ने हो मान्छेहरूले धेरै राम्रो भनिदिँदै गर्दाखेरि मात्रै राम्रो जस्तो पनि आउँछ कुन बेला को माथि आउँछ थाहा हुँदैन होइन आए पनि नआए पनि आफूले गर्ने व्यवहार समान भइदियो भने सधैँलाई भोट डराउनु परेन कि जस्तो कि झुटो बोल्यो भने अर्को साल त्यही कुरा गर्नु पऱ्यो भने मैले पोहोर के भनेर झुटो बोलेको थिएँ सम्झिनु पऱ्यो साँचो कुरा गरिरह्यो भने कहीँ कतै डर हुँदैन कि एउटै कुरा हुन्छ सबै ठाउँमा त्यसले गर्दाखेरि यो अब शालीनता बन्ने डिसिप्लिनमा बस्ने साँचो कुरा गर्ने ठिक छ झुटो कुरा गर्दा क्षणिक बिक्री भइहाल्ला झुटो कुराले पपुलर भइहाल्ला झुटो कुराले एकछिन मान्छेले मन पराउलान् तर साँचो कुरा गर्ने अलिकति टाढा होला होइन झुटो कुरा गरिन्छ मान्छे होला तर साँचो कुरा गर्ने मान्छे कसैसँग डराउनु परेन सधैँ पपुलर भएर झुटो कुरा गर्ने मान्छेको त एक दिन न एक दिन त्यो झुटो कुरो पर्दाफास भइसकेपछि फेरि अलिकति मान्छेले चिन्ने मौका पाउँछन् कि त्यसले गर्दा साँचो कुरा गर्ने डिसिप्लिनमा बस्ने एकछिन गाली खाओस् बरु साँचो कुरा गर्नेले गाली खान्छ होइन तर दिगो हुन्छ कि त्यसले गर्दाखेरि यस्ता चिजहरूमा चाहिँ अलिकति अब हामीलाई पनि कतिपय फुस्किन्छ कन्ट्रोल हुन्छु भन्दै कतिपय ठाउँमा गल्ती होला कतिपय ठाउँमा गल्ती नगर्दै पनि त्यसको विपरीत अर्थ लागेर नराम्रो भइहाल्ला त्यो यता कता हुने घटनाहरू हुन् तिनीहरू चाहिँ होइन सकभर चाहिँ अब हामी पनि लिजेन्ड भएको छौँ अलि चाँडै जन्मेर लिजेन्ड भएर त कामै गरेर ल त अब एउटा बाँकी छ कहिले नसिधि एउटा ल एउटा के बाँकी छ भने तपाईँहरूले एकअर्कालाई त यत्रो वर्षदेखि चिन्नु भयो नि त सोध्न बाँकी त के नै होला र आज हामीले पनि धेरै प्रश्नहरू त सोधिनौँ कुरा नै सुन्यौँ एकजनाले एक-एकवटा क्वेसन सोध्नु पर्ने छिटो मिठोमा तपाईँले जस्तै उहाँलाई एउटा क्वेसन उहाँले उहाँलाई एउटा क्वेसन भने जस्तै एकअर्कामा एक-एकवटा क्वेसन त्यो सुमन कोइराला भनेर चिन्नुहुन्छ दले तपाईँले उता सुन्नुहोस् अनि त्यो भरतमणि भाइ घर कहाँ थाहा छ तपाईँलाई
किन थाहा नहुनु ताप्लेजुङ अस्ति म पाथी भएर जाँदा उसले मेसेज पनि पठाएको थियो दाइ त्यहाँ बजारमा हाम्रो चिया पसल छ राम्रै पसल छ त्यहाँ चिया यताउता कफी सफीको ऊ पनि छ कफी सप छ त्यहाँ गएर मजाले कफी खाएर आउनु होला है दाइ त्यहाँ पुग्नु भएर त भनेर उसले मेसेज पनि पठाएको थियो यही भाइ जस्तै त छ नि धन्यवाद धेरै धेरै धन्यवाद हजुर तपाईँले उहाँलाई सोध्न अब एउटा यहाँ पछि जुरुकै उठ्ने हो मैले होइन उहाँले शिवरी सरले हजुर राजाराम दाईलाई के क्वेसन के छ बन्धु होइन म दाइको दैनिकी सोध्छु बेलुका कति बजी सुत्ने र बिहान कति बजी उठ्ने गर्नुहुन्छ यति मात्रै भयो म चाहिँ मैले त्यही धेरै ठाउँ भनेको छु म फिल्मको अफर आउँदाखेरि मेरो पहिलो क्वेसन हुन्छ नाइट र फाइट छ कि छैन नाइट छ भने नि खेल्दिनँ फाइट छ भने नि खेल्दिनँ त्यसमा पहिले त खेलियो नि कति खेलियो अनि नाइट भनेर चाहिँ म टाइममा सुत्नुपर्छ म 9:30 9:30सम्म त निदाइसक्छु अनि बिहान 5:30 6 बजीसम्म उठिसक्छु कार्यक्रममा आइदिनु भयो फेरि पनि हामीले मनबाटै धन्यवाद भन्यौँ र हाम्रो मात्र प्रयासले यो कार्यक्रम हामीले गर्न सकेका होइनौँ धेरैजनाको साथ र सहयोग पनि रहेको छ हामीलाई सहयोग गर्ने हुने मान्छेहरूको हामीले नाम लिनै पर्ने हुन्छ मान्छे पनि कम्पनी भनौँ न अहिले नर्मस भइहाल्छ क्या स्पोन्सरको नाम लिने बेलामा चाहिँ तर हामीसँग के छ हाम्रो ड्रेस हाम्रो यो भेन्यू पार्टनर चाहिँ जुन रहेको छ हजुर मिथिला थाली गैरीधारा चोकैमा रहेको सेफ सन्तोष शाहको मिथिला थाली हाम्रो भेन्यू पार्टनर हो हजुर जुन ठाउँमा हामी अहिले सुट गरिरहेछौँ यो गफ गरिरहेछौँ मिथिला थालीलाई थ्याङ्क यू सो मच र मिथिला थालीको तर्फबाट हजुरहरूलाई चाहिँ सानो गिफ्ट उहाँहरूले दिनुभएको छ यो हजुरहरूले मिथिला थालीमा आएर चाहिँ अनि सर मैले मिथिला थाली त्यसै गरी हाम्रो अर्को हजुर ड्रेस पार्टनर रहनुभएको छ ड्रेस पार्टनर चाहिँ हाम्रो हजुर डाक्टर डेनिमले चाहिँ सरहरूलाई एकदमै धेरै ससम्मान एउटा सानो गिफ्ट दिनुभएको छ लिजेन्ड सरहरूलाई थवक्क लगेर नझुक्काइकन तिमीहरू नबेचिकन जस्ताको जस्तै ओरिजिनल दिनु भन्नुभएको छ ओहो सुमनले हस्तान्तरण एउटै साइज हो हजुरलाई गिफ्ट यसको साइज छ साइज पनि छ हाम्रो मिलेन भने पनि यसको हाम्रो 2 ठाउँमा ब्रान्च छ हजुर बानेश्वरमा पनि छ र खोजिदिने हो कि शिवारी सरलाई थ्याङ्क यू भाइ त्यसै गरी हामीलाई यति राम्रो बनाइदिनु भयो होइन मेकअप पार्टनर हुनुहुन्छ डिभानले हामीलाई चाहिँ यति राम्रो पनि बनाइदिनु भयो अनि सरहरूलाई पनि डिभानमा निम्तो गर्नुभएको छ उहाँहरूले यो गिफ्ट भाउचर दिनुभएको छ हजुरहरूलाई यो चाहिँ मेकओभर गरेर डिभानमा गयो भने चाहिँ हामीलाई अझ राम्रो हुनला कहिलेकाहीँ फुर्सद हुँदाखेरि हजुरहरू त्यहाँ गइदिनु होला र डिभान यो स्टुडियो हजुर हजुर उहाँहरूले यो मलाई पहिला पनि दिनुभएको मलाई पाएको छु मैले थ्याङ्क यू सो मच डिभान युनिसेक्स सलोन हजुर शिवरी सर त जानु पनि भएको थियो फोटो पनि छ हजुर उहीँ फोटो खिचायो नि त त्यसै गरी अरू केही छ हजुर हामीले चाहिँ अब हाम्रो पाहुनाहरूको स्वास्थ्यको पनि ख्याल राख्ने भनेर सोचेको छौँ र हामीसँग हेल्थ पार्टनर हुनुहुन्छ एनपिएल नेसनल प्याथ ल्याब भन्ने छ यसको सर त झन् हजुर यो चाहिँ टिचिङ हस्पिटलको अपोजिटमा छ र चाहिँ पाटनमा पनि छ यसमा चाहिँ तपाईँहरूलाई जहाँ सहज पर्छ त्यहाँनिर जानुभयो र तपाईँहरूले होल बडी चेकअप र आफ्नो स्वास्थ्यको लागि के परामर्श लिन चाहनुहुन्छ डाक्टर साहबबाट त्यो चाहिँ ल्याबबाट के सेवा सुविधा लिन चाहनुहुन्छ तपाईँहरूलाई एनपिएलले चाहिँ त्यो सेवा प्रदान गर्नेछ त्यसको लागि पनि यो भाउचर दिनु भन्नुभएको छ उहाँहरूले हजुरहरूलाई मैले एउटा हजुरहरूको स्वास्थ्य सधैँ स्वस्थ रहोस् यसको पनि हामी कामना गर्छौँ यो साटोबाटी जाने ठाउँमा हो यो हजुर यो चाहिँ पाटन अस्पताल छेउमा पनि छ र शिक्षण अस्पताल टिचिङ अपोजिटमा पनि छ तपाईँहरू जता सहज पर्छ त्यता यो रमेश सरको हो कि हजुर होइन यो चाहिँ पवन भन्ने सर हुनुहुन्छ ठिक छ र व्यस्त समय बावजुद फेरि पनि धेरै धेरै धन्यवाद सधैँ जय होस् जय होस् जय शिव
podcast. Venue partner Mithila Thali by Safe Santosh Saha. Dress partner Dr. Denim, authentic and stylish. Makeup partner Divan Unisex Salon. Saya Makeup Gallery. Health partner National Path Lab. Equipment partner Global Production Private Limited, always dynamic. Supported by RJ Studios.